श्री तारतम सागर प्रकाश हिन्दी नेपाली स्वरूपको 22औं प्रकरण। हे मेरो आत्मा, त स्वयं आफ्नो अन्तर्दृष्टि खोलेर परमधामका प्रभुलाई हेर। परमधामलाई याद गरी त्यहाँको सुगन्ध ग्रहण गरेर आफ्ना कामनाहरू प्रेमपूर्वक धनीका चरणमा लगा। मेरो इच्छा छ म प्रभुको प्रेमको प्याला भरि भरिकन पिउँछु र फेरि त्यस प्रेम अमृतद्वारा तिनै लोकको तृष्णा शान्त गरिदिन्छु। 14 लोकमा यस प्रेमलाई प्रकाशित गरेर ब्रह्माण्ड फोडी म आफ्ना प्रियतम समक्ष पुग्दछु। हे वाचा, त आफ्ना बानीले प्रभुको गुणको उच्चारण गर र उहाँसँग हाँस परिहास गर। हे श्रवण, त स्वयंलाई सम्हालेर प्रभुको प्रकाश स्वरूप तारतम ज्ञानलाई सुन। जीवका सबै अङ्ग विचार गरेर भन्दछन्, तिमीले हामीलाई प्रभु परिचय गरायौ। यदि कहिले ब्रह्माण्ड प्रलय भए तापनि हामी धामको स्नेह कहिले छोड्ने छैनौं। हे मेरा जीव, त आँखा खोलेर सावधान हो र मनले आफ्ना प्रभुलाई चिन। त उहाँ समक्ष बसेर उहाँको गुण ग्रहण गर र अज्ञानको पर्दालाई उडाएर उहाँतिर हेर। यतिका दिन व्यर्थै गुमाएर तैँले अति निजताको काम गरिस्, जसले गर्दा म चण्डाल कर्म गर्ने भएँ र आफ्ना परमधामका प्रभुलाई पनि मैले चिनिन। हे मेरो अभागी जीव, तँलाई धिक्कार छ। मेरो चतुराईलाई पनि धिक्कार छ। मेरो गुण र स्वभावलाई पनि धिक्कार छ। जसले प्रभुको मूल सम्बन्धलाई जानेन, त्यस तेज बल रूप र रंग सबैलाई आगो लागोस्। त्यस ज्ञानलाई पनि धिक्कार छ जसले प्रभुको संगत गर्न सकेन। मेरा 5 इन्द्रियहरूलाई धिक्कार छ। मेरो शरीरलाई धिक्कार छ, किनभने श्याम सुन्दर जस्ता सर्वगुण सम्पन्न वरलाई छोडेर यिनीहरूले यस कुटिल संसारसित प्रेम गरे। मेरा सबै अङ्गलाई धिक्कार छ जो प्रभुको काममा आएनन्। नचिनिकनै प्रतिकूल बाटो हिँड्नाले प्रभुलाई पाउनबाट वञ्चित भए। हे सद्गुरु, हजुरले आफ्नो गुण कहिले छोड्नु भएन, तर मैले त धेरै दुष्टता गरेँ, मैले निष्कर्म गरेँ। फेरि पनि हजुरले आफ्नो मूल सम्बन्ध यथास्थितिमा राख्नुभयो। हे सद्गुरु, हजुरले आफ्नो गुण कहिले छोड्नु भएन, तर मैले त धेरै दुष्टता गरेँ, मैले निष्कर्म गरेँ। फेरि पनि हजुरले आफ्नो मूल सम्बन्ध यथास्थितिमा राख्नुभयो। फेरि पनि हजुरले आफ्नो मूल सम्बन्ध यथास्थितिमा राख्नुभयो। चौपाई 11 प्रकरण 22 चौपाई 544। बोलो श्री प्राणनाथ प्यारे की जय। श्री तारतम सागर प्रकाश हिन्दी नेपाली स्वरूपको 23औं प्रकरण। इन्द्रावती भन्नुहुन्छ, अब म वनराज शशी खिचडा वृक्ष माथि स्वयंलाई समर्पित गर्दछु, जसको सकोमल र शीतल छाया छ। हे सुन्दर साथी, तपाईहरू त्यस वृक्षका गुणहरूलाई हेर्नुहोस्। त्यो औषधि रूप छ र त्यसको दर्शन मात्रले माया टाढा भागेर जान्छे। अब म आँगनको त्यस वन उपवनमाथि आफूलाई समर्पित गर्न तयार छु, जहाँ सन्ध्याको बेला सद्गुरु सुन्दर साथका साथ बस्नुहुन्छ। सबै मिलेर परमधाम जानका लागि चर्चा कथा गर्नुहुन्थ्यो र प्राणनाथ सद्गुरु अखण्ड परमधाम जाने बाटो देखाउनुहुन्थ्यो। म फेरि त्यस आँगनमाथि पनि समर्पित हुन्छु, जहाँ अगाडि पछाडि सेवा र आनन्दका सबै साधन थिए, जहाँ मेरा प्रियतम श्री राजाजी स्वरूप सद्गुरु उठ्ने बस्ने गर्नुहुन्थ्यो। सद्गुरु जहाँ विराजमान हुनुहुन्थ्यो, त्यस मन्दिरका द्वार पर्णकुटीमाथि म बारम्बार समर्पित हुन्छु। यस भूमिमा म समर्पित हुन्छु जहाँ मेरा प्राणदार विराजमान हुनुहुन्थ्यो। त्यस पलङ, पाती, तकिया, दसना, तन्ना आदि माथि आफूलाई समर्पित गर्दछु। सद्गुरु पछ्यौरी ओढेर शयन गर्ने पलङमाथि टाँगिएको चन्दुवामाथि पुनः समर्पित हुन्छु। अब म गलैँचा ससाना आसन मन्दिरका थाममाथि पनि समर्पित हुन्छु। यी थाम प्रभुले स्वयं आफ्ना हातले युक्तिपूर्वक बन्धन बाँध्नु भएको थियो, जुन स्थानमा सर्वशक्तिवान सतगुरु बस्नुहुन्छ। त्यस स्थानका लागि म आफ्नो सर्वस्व समर्पित गर्दछु, जहाँ सबै सुन्दर साथ बिहान आएर बस्दथे र स्वयं सतगुरु परमधामको वर्णन सुनाउनुहुन्थ्यो। त्यस स्थानमा म
स्वयंलाई समर्पित गर्दछु। हे सद्गुरु, हजुर जहाँ विराजमान हुनुहुन्छ त्यो मन्दिर अनेक प्रकारका साधनले परिपूर्ण छ। ती सबैमाथि म स्वयं आफ्नो प्राण र शरीरलाई टुक्रा टुक्रा पारी अनेक पटक समर्पण गर्दछु। हे सद्गुरु, हजुरले हाम्रा लागि सुन्दर देह धारण गर्नुभयो तथा तारतमको प्रकाशद्वारा भ्रम हटाउनुभयो। मेरो जीव अति कठोर थियो, तर हजुरले आफ्नो कृपा दृष्टिले द्रवित गराएर त्यसलाई नरम बनाइदिनु भयो। हजुरका दिव्य श्री चरण कमलमा म समर्पित हुन्छु र हजुरका हस्त कमल र मुखमण्डलमाथि म समर्पित हुन्छु। सद्गुरुको मधुर सौन्दर्यको शोभामाथि पनि समर्पित हुन्छु, जसको दर्शन मात्रले मलाई अनुपम आनन्द आउँथ्यो। प्रभुका हस्त कमल र गहनामाथि समर्पित हुन्छु। हजुरका पवित्र आँखामाथि पनि स्वयंलाई समर्पण गर्दछु, जसबाट शीतलताको अनुभव हुन्छ। म सद्गुरुका नाक र कानमाथि आफूलाई समर्पित गर्दछु। प्रियतम सद्गुरुका नक्सिकको सुन्दर सुकुमल स्वरूपमाथि म अनेक पटक समर्पित हुन्छु। उहाँको रसोई अथवा भोजन तयार गर्ने सेवा हिरबाई गर्दथिन्, जहाँ प्रतिदिन रसोईको उत्सव हुन्छ। हजुर श्रीकृष्णको स्वरूपमा प्रकट भएर नित्य भोजन गर्नुहुन्छ। त्यस स्थानमाथि म बारम्बार समर्पित हुन्छु। हे प्रभु, हजुर जुन मधुर बानीले रसपूर्ण चर्चा गर्नुहुन्छ त्यसमाथि आफूलाई बारम्बार समर्पित गर्दछु। यसरी समस्त सुन्दर साथलाई आफ्नो छत्र छायाको तल राखेर मोह सागरलाई रोक्नका लागि हजुर ज्ञान रूपी बाँध बनाउँदै हुनुहुन्छ। हजुर कयौं प्रकारले दया गर्नुहुन्छ। हजुरको दया अति मधुर छ। हजुर सुन्दर साथसँग साँचो प्रेम गर्नुहुन्छ र तिनका लागि हजुर परमधामको अखण्ड बानी लिएर आउनुभयो। अब म आफ्नो सम्पूर्ण अङ्गबाट हजुरको सेवा गर्दै रात दिन हजुरको परिक्रमा गर्नेछु। एक क्षणका लागि पनि आँखा बन्द नगरी हजुरलाई हेरिरहन्छु। आफ्नो जीव र मनले हजुरसँग प्रेम गर्नेछु। मेरो जस्तो कुनै अनजान, असमझ, दुष्ट, अल्पबुद्धि, अधम, नीच र मतहीन पनि हजुरका चरण कमलको आश्रयमा आएर हजुरको कृपाले शिरोमणि, सुन्दर, समझदार र चलाक बन्दछन्। हजुर यस्तो जीवात्मालाई जागृत गरेर पवित्र तारतम ज्ञान दिनुहुन्छ र आत्माका ज्ञानको प्रकाश गरिदिनुहुन्छ। यो जीव जागृत भएर हजुरद्वारा प्राप्त बुद्धि बलले चौथो लोकमा तारतम ज्ञानको प्रकाश फैलाइदिन्छ। म यस नश्वर जिब्रोले हजुरको के महिमा गाउँ। महिमाको कुनै पनि शब्द हजुरसम्म पुग्न सक्दैन। जे जति भन्दछु ती सबै यतै रहन्छन्। त्यसकारण आफ्नो असमर्थतामाथि मलाई खेद छ। जब म एक्लै शब्द प्रभु भन्दछु तब यति मात्र भन्नाले मेरो हृदयको दाह शान्त हुन्छ। यति भन्दा आत्मालाई अखण्ड आनन्द मिल्यो र मेरो हृदयको इच्छा पूरा भयो। इन्द्रावती मनमा उत्साह र आनन्दले भरिएर भन्नुहुन्छ, सद्गुरुको कृपाबाट म ब्रह्माण्डलाई फोडेर तारतमको प्रकाश चारैतिर फैलाइदिन्छु र युक्तिपूर्वक परमधामको सिधा बाटो देखाइदिन्छु, जसबाट मेरा सुन्दर साथ सरलताले परमधाम जान सकुन्। जसबाट मेरा सुन्दर साथ सरलताले परमधाम जान सकुन्। श्री इन्द्रावती मनमा उत्साह र आनन्दले भरिएर भन्नुहुन्छ, सद्गुरुको कृपाबाट म ब्रह्माण्डलाई फोडेर तारतमको प्रकाश चारैतिर फैलाइदिन्छु र युक्तिपूर्वक परमधामको सिधा बाटो देखाइदिन्छु, जसबाट मेरा सुन्दर साथ सरलताले परमधाम जान सकुन्। जसबाट मेरा सुन्दर साथ सरलताले परमधाम जान सकुन्। चौपाई 21 प्रकरण 23 चौपाई 565। बोलो श्री प्राणनाथ प्यारे की जय। श्री तारतम सागर प्रकाश हिन्दी नेपाली स्वरूपको 25औं प्रकरण जाति भाषाको प्रबोध धागो काट्ने उदाहरणको नेपाली स्वरूप। त्यस निद्रालाई आगो लागोस् जसले सौभागी हो ती आत्माहरूलाई बोलाइदियो। प्रभु बोलाइकन थाक्नु भयो, फेरि पनि यो निर्गुणी निद्रा उडेन। यस निद्राको नशाको कुरा कोसँग भनौं। यसले त आत्मालाई कुनै पनि प्रकारले छोड्दैन।
शरीर बलेर भस्म भएपछि पनि जीवको यो बेसुधी मेटिएन। परमधामबाट सबै आत्माहरू आपसमा प्रेमको होड लगाएर यहाँ आएका थिए, तर यहाँ आएर उनीहरूलाई केही पनि याद रहेन। यस निद्राले तिनको आत्मविश्वासलाई तोडिदियो। हे आत्मा हो, भ्रमरूपी निद्रा उडाउनका लागि म तिमीहरूलाई एक दृष्टान्त दिएर भन्दछु। यदि पहिलेका मानिसहरूको रीति हेरेर तिमीहरू यस प्रकार सचेत हुन सकौला। परमधामबाट ब्रह्मात्माहरू प्रभुको प्रेमरूपी धागो काट्नका लागि 2 गुणा आशा लिएर यस संसारमा आएका थिए। तीमध्ये कसैले महीन धागो काटे, कसैले कपासको एक पुनी पनि बनाउन पाएनन्। प्रेमरूपी धागो काट्ने ब्रह्मात्माहरू परस्परमा विवाद गर्दै संसारमा आएर तीमध्ये कसैले प्रभुसँग साँचो प्रेम गरेर महीन धागो काटे। कयौं आत्माहरू आफ्नो महत्वाकांक्षा लिएर बसी स्वयंलाई भुले। ती आफ्ना शरीरमा पश्चाताप लिएर जानेछन्। तिनका शरीरमा भरपूर मलिनता देखिनेछ। कुनै सखीले आफ्ना प्रभुको सौभाग्यको धागो शेर जति काटे, कोही हृदयमा अज्ञान रूपी अन्धकार लिएर खुट्टा पसारेर बसे, कसैले शीघ्रताले चर्खामा ताता चढाए, यो सोचेर कि प्रभुको प्रेम चिन्ने योग्य मौका मिलेको छ। कोही त ताको निहुराएर बसिरहे, कोही गर्वले पर्वत समान शिर उँचा गर्न लागे, कोही त अर्काको काटेको धागो हेरिरहे, त्यसको पुरा उमेर व्यर्थै बित्यो। कति सखीहरू त यताउता घुम्दै रहे, तिनले धागो काट्नका लागि हातमा कुनी समेत उठाएनन्। कयौं सखीहरू शरीर रूपी घरमा सुतिरहे, जब उठे तब तिनमा आलस्य छाएको थियो। जब तिनलाई आफ्नो धागो काट्ने कुरा याद आयो, तब समय व्यर्थ गयो भन्ने जानेर तिनको हृदयमा अति खेद भयो। जसले मन लगाए महीन धागो काटेर एक पलका लागि पनि विलम्ब गरेनन्, तिनै अन्य सखीहरूका बीचमा हाँस्दै उज्जवल मुख लिएर उठे। जसले अति नम्रताका साथ अति उच्च कोटिको धागो काटे, यस्ता धागो काट्ने सखीहरू सुन्दर साथमा तथा परमधाममा धन्य धन्य भए। जब सखीहरूले एक अर्काको धागो हेरे, तब सबैको कुशलता प्रगट भयो। तर जसले अहिलेसम्म केही काटेनन्, तिनले लाजले आफ्नो मुख छोपे। धागो काट्ने सौभाग्यवती सखीहरूले प्रभुको धेरै शोभा पाए। अरू सखीहरू पनि तिनलाई धन्य धन्य भन्न लागे। प्रभुले पनि तिनलाई सम्मान दिनुभयो। जति सखीहरूले आफ्ना मन तातका साथ बाँधेर चाँडै चाँडै चर्खा घुमाउँदै धागो काटे, रातमा पनि धागो काट्नका लागि जागृत रहे, तिनलाई नै प्रभु प्रेमको धागो हात लाग्यो। जो सखीहरू परस्पर कुरा गर्दै बसे, तीबाट त तात नै निस्केन। तिनको हातमा कपासको पुनी जस्तोको तस्तै रह्यो। ती त मनको बुमरीमा चक्कर लगाएर बसिरहे। झिसमिसे भएपछि जब सबै सखीहरू आपसमा बसेर कुरा गर्नेछन्, तब जसले केही पनि काटेन, त्यसबेला त्यसको के हाल हुनेछ। जुन सखीले न त दिनमा काटे तथा न रातमा नै, तिनको त परमधाममा सबै आत्माहरूका बीच मुख तल हुनेछ। जसले मोटो या मसिनो जस्तो धागो काटे, तिनले त्यसै अनुसार त्यसको मूल्य पाए। तर जसले केही काटेनन्, तिनको लेस मात्र पनि प्रतिष्ठा हुने छैन। सद्गुरुले अनेक प्रकारले बोलाएर जाग्ने आदेश दिनुभयो। जसले उहाँको कुरा सुनेनन्, परमधाममा तिनको कुरामा उपहास हुनेछ। सद्गुरुको पुकार सुनेर पनि जसको पूरा समय व्यर्थ नै बित्यो, पछि तिनको मुख निचा हुनेछ। तिनले मन लगाएर किन धागो काटेनन्? जसले आज धागो काटेनन्, ती यी दिनलाई अवश्य याद गर्नेछन्, जुन बेला सौभाग्यवती आत्माहरू परमधाममा एकैसाथ मिलेर कुरा गर्नेछन्। जसले प्रभुका कुनै पनि कुरा सुनेनन् र हातमा पुनीसम्म लिएनन्, ती पनि आशा लिएर नै आएका थिए।
तर खाली हात उठे त्यही सखी सौभाग्यवती कहलाउँछे जो यस मायामा पनि प्रभुको निकटताको आनन्द लिन्छे। त्यही सखी परमधाममा पनि सबै आत्माहरूका बीचमा शिर उच्च गरेर कुरा गर्दछे। त्यही सखी सौभाग्यवती कहलाउँछे जो यस मायामा पनि प्रभुको निकटताको आनन्द लिन्छे। त्यही सखी परमधाममा पनि सबै आत्माहरूका बीच शिर उच्च गरेर कुरा गर्दछे। शिर उच्च गरेर कुरा गर्दछे। चौपाई 25 प्रकरण 25 चौपाई 615। बोलो श्री प्राणनाथ प्यारे की जय। श्री तारतम सागर प्रकाश हिन्दी नेपाली स्वरूपको 26औं प्रकरण। इन्द्रावती भन्नुहुन्छ भ्रम र मायाको यस नशालाई आगो लागोस्। यो नशा यस्तो छ प्रयत्न गर्दा पनि छोड्दैन। यदि आँखा खोलेर हृदयद्वारा सिधा विचार गरेर भन्ने हो भने यो मायाको आवरण जस्ताको तस्तै रहन्छ। एक सखी आवेशमा आएर व्यर्थ नै घुमिरहेको चर्खालाई भाँचिदिन्छे र व्यर्थ नै घुमिरहन्छे। अर्की सखी झगडा गर्न थाल्छे। त्यसको जिब्रो र हृदयमा प्रेम रस पनि हुँदैन। कुनै सखी आफ्नो चर्खा चलाउँछन् र अर्काको चलाउन सहयोग गर्दछन् र अर्कालाई पनि चाँडै धागो काट्न लगाउँछन्। कुनै सखी अर्कालाई पनि आफ्नो साथी सम्झेर धागो काट्ने प्रेरणा दिन्छन्। कुनै सखी त अर्कासँग झगडा गरिरहन्छन् र अर्काको कपासलाई पनि गाँचो पारिदिन्छन्। जब मायाको नशा उत्रिनेछ अर्थात् जब ती कामबाट उठ्दछन् तब घरमा यी सबको कुरा हुनेछ। केही सखीहरू अर्कालाई पनि उल्टो बाटो देखाउँछन्। त्यसको के हालत हुनेछ? त्यो स्वयं त काट्नमा पछि परि र अर्कालाई पनि पछि धकेल्नमा लागेकी थिए। जो परस्परमा झगडा गराउँछन् तिनलाई ठूलो पश्चाताप हुनेछ। तिनले मनमा यस्तो सोच्नेछन् यो काम कसैले हेरिरहेको छैन तर हृदयमा बसेका प्रभुले सबै हेर्नुहुन्छ र सुन्नुहुन्छ। जीवले जे जति मनमा कुरा गर्दछ ती सबै परमधाममा थाहा हुनेछ। ती जति सानो कुरा पनि लुकाउन सकिँदैन। तपाईहरू यस कुरालाई नभुल्नु होला। कोही चुपचाप बसेर धागो काट्छन् र अर्काको कुरालाई सहन गर्दछन्। ती चर्खा र धनुषमा डोरी चढाएर आँखा तल गरी धागो काट्नमा व्यस्त रहन्छन्। ती सखी परमधाममा अन्य सखीहरूका बीचमा तिनको मुखमा आनन्दको लालीमा देखिनेछ र त्यही बसेर प्रभुको सम्मान प्राप्त गर्दछन् र अत्यन्त उत्साहका साथ पाउको ताल दिँदै परमधाममा उठेर खडा हुन्छन्। जसलाई इन्द्रियले घेरेको छ ती केवल हात मल्दै रहनेछन्। आँखा खुलेपछि ती पश्चाताप गर्नेछन् तर बितेको समय त्यो फेरि फर्केर आउने छैन। जो सखी यहाँ विचारपूर्वक प्रेमले आँखा खोल्नेछन् त्यसले सबै सखीहरू माझ शिरोमणि बनेर विविध प्रकारको ज्ञानका कुरा गर्नेछन्। जो यहाँ आफ्नो प्रयत्नबाट अज्ञान रूपी निद्रा उडाएर जागृत हुन सकेनन् ती अन्तमा पनि निद्राको नशामा नै उठ्नेछन् र पश्चाताप गर्नेछन्। जसले यहाँ नै आफ्नो निद्रालाई हटाए ती आफ्ना अङ्गलाई प्रकाशित गर्दै उठ्नेछन् र अरू काट्ने सखीहरूलाई पनि विविध प्रकारको प्रेममय वचन भन्नेछन्। जो सखी आँखा मल्दै उठ्नेछन् तिनले अर्कालाई के भन्न सक्दछन्? अन्यथा ती पनि खेल हेर्ने इच्छाले नै आएका थिए तर तिनको निद्रा नै खुलेन। इन्द्रावती भन्नुहुन्छ हे मेरा सखी हो सुन, तिमीहरू त धागो काट्ने चाहना लिएर आएका थियौ। प्रभु स्वयं बोलाइरहनु भएको छ। तिमीहरू अब किन बुझ्दैनौ? निद्रामा झुलेर बसिरहेका छौ। तिमीहरू परमधाममा जागेर आफ्ना प्रभुसँग यस मायावी अन्धकारको चर्चा कसरी गर्नेछौ? यस मायामा प्रभु मिल्ने आशा मनमा नै रहनेछ। फेरि यस्तो समय अर्को पटक आउने छैन। तिमीहरू सबै त धागो काट्ने उमङ्गले एकैसाथ यस संसारमा आएका थियौ
तर अब निद्राको यस्तो मस्ती तिमीहरू माथि छायो जसबाट आफ्नो दागो काट्न नै भुल्यौ। प्रभु यहाँ आएर अनेक प्रकारले दृष्टान्त दिएर जगाउनु भएको छ। अज्ञान रूपी निद्राले प्रभुको सेवा र उहाँको सम्बन्ध सबै भुलाइदियो। जब सतगुरु आफ्नो घर परमधाम जानुहुनेछ तब यो पृथ्वी पनि आगो जस्तो लाग्नेछ। त्यसकारण प्रभुका वचन ग्रहण गरेर यस मौकामा किन जाग्दैनौ? अज्ञान रूपी यस निद्रालाई आगो लागोस्। यो भूमि पनि अति विषम छ। यसरी जगाउँदा पनि जो सखीहरू जाग्दैनन् तिनको के हाल हुनेछ? तिमीहरू आफ्ना सद्गुरुको रीतिलाई हेर। उहाँले अनेक प्रकारले तिमीहरूलाई सचेत गर्नुभएको छ। इन्द्रावती सबैलाई सुनाएर भन्नुहुन्छ, जाग र आफ्नो घर हिँड। सद्गुरु मेरा हृदयमा बसेर परमधामका कुरा भनिरहनु भएको छ। उहाँले तिमीहरूलाई परमधाम देखाइदिनु भयो, जहाँ श्री राजा श्यामाजी र सुन्दर साथका अतिरिक्त कोही छैन। सद्गुरु मेरो हृदयमा बसेर परमधामका कुरा भनिरहनु भएको छ। उहाँले तिमीहरूलाई परमधाम देखाइदिनु भयो, जहाँ श्री राजा श्यामाजी र सुन्दर साथका अतिरिक्त कोही छैन। जहाँ श्री राजा श्यामाजी र सुन्दर साथका अतिरिक्त कोही छैन। चौपाई 22 प्रकरण 26 चौपाई 637। बोलो श्री प्राणनाथ प्यारे की जय। श्री तारतम सागर प्रकाश हिन्दी नेपाली स्वरूपको 27औं प्रकरण। हे मेरा आत्मा, अब तिमी प्रभुलाई चिनेर उहाँलाई नभुला। उहाँले तिमीलाई आफ्नो घर परमधाम देखाइदिनु भयो, त्यसकारण अब तिमी उहाँका चरण नछोड। आफ्नो मुखले त ठुला ठुला कुरा गर्दछौ, तर हे सिधी इन्द्रावती, अब तिमी तुरन्त जागृत हौ र प्रभुको नामको मैन धागो काट, किनभने भजन रूपी धागोबाट तिमीलाई धेरै आनन्द मिल्नेछ। तिमीले त अहिले एक पाउ पनि काटेकी छैनौ। परमधाममा त शेर जति धागो मागिनेछ। जब कार्यशालाबाट जानु पर्दछ तब त्यसबेला तिमी यस मौकाको फेरि माग गर्नेछौ। जुन दिन तिमीले व्यर्थ नै गुमायौ। हे श्री इन्द्रावती, तिमी यस संसारमा बसेर आफूलाई भुल्यौ। हे सोझी, अब यहाँबाट जाने दिन नजिक आयो। अवसर पाएर पनि जो भजन कीर्तन रूपी धागो नकाटी नै परमधाममा जागृत हुनेछ भने त्यसको के गति हुनेछ? हे सोझी, यस अज्ञान रूपी निद्रालाई साथ लगेर परमधाममा के गर्नेछौ? अहिलेसम्म प्रयत्न गर्दा पनि जागेनौ। तिम्रा माथि यस्तो बित्यो। प्रभु फेरि आउनु भयो, फेरि पनि तिम्रो सुझबुझ यस प्रकारको किन भयो? आफ्नो मन रूपी धनुषलाई ध्यान पूर्वक सिधा गरेर विश्वास रूपी डोरीलाई ठिकसँग जतन गर। श्रद्धा रूपी डोरीलाई तिमी परमधामतिर मोड। ठिकसँग गाँठो पारेर श्वास रूपी कपासलाई आफ्नो मुठीबाट नचोडा। जब शरीर रूपी चर्कालाई कष्ट दिएर चाँडै चलाऊ। यसरी तिमी मैन धागो काटेर प्रभुको अखण्ड सौभाग्य प्राप्त गर्नेछौ। तिम्रो काट्ने काम बीचमै अधुरो रहनेछ, किनभने अब यहाँबाट जाने दिन नजिक आइसक्यो। तिमीसँग भजन रूपी धागो काट्ने साथीहरू गंगाजी बाई र गोवर्धन ठाकुर तिमीले हेर्दा हेर्दै गए। के तिमीले यस घटनालाई आफैले नजिकबाट हेरेनौ? अब हिम्मत गरेर धागो काट। आफ्नो मन धागो प्रभुको प्रेमसँग बाँध। तब प्रभुको सौभाग्यको मैन धागो तिम्रो हातमा आउनेछ। अब नसुत, यो निद्रा तिम्रो दुर्भाग्यको कारण बन्नेछ। तिमी यत्नपूर्वक जागेर बस र दौडेर प्रभुको सौभाग्य प्राप्त गर। यो धागो अति सुन्दर छ, यसको मूल्य पनि धेरै आकलन गरिनेछ। आफ्ना प्रभुलाई चिन्न र उहाँमाथि आफूलाई समर्पित गर। अब तिमी आफ्ना सखीहरूका बीच केही पाउन सक्ने यस्तो काम गर। आफ्नो सौभाग्यको मैन धागो रात दिन काट। अब तिमी आफ्ना सखीहरूका बीच केही पाउन सक्ने यस्तो काम गर। आफ्नो सौभाग्यको मैन धागो रात दिन काट। आफ्नो सौभाग्यको मैन धागो रात दिन काट। चौपाई 13 प्रकरण 27 चौपाई 650। बोलो श्री प्राणनाथ प्यारे की जय।
श्री तारतम सागर प्रकाश हिन्दी नेपाली स्वरूपको 28औं प्रकरण। यसोजी इन्द्रावती प्रभु समक्ष यस्तो समय पाएर पनि तिमी अब नबोला, तिमी आफ्ना प्रभुलाई स्वीकार गर जसलाई अरू कसैले पनि चिनेनन्। यसरी तिमीलाई प्रभु फेरि कहिले प्राप्त हुनेछ, त्यसकारण उहाँलाई चिनेर सौभाग्य प्राप्त गर। यसरी तिमीलाई प्रभु फेरि कहिले प्राप्त हुनेछ, त्यसकारण उहाँलाई चिनेर सौभाग्य प्राप्त गर। यसरी प्रभुका साथ एकान्तमा मिल्ने मौका तिम्रो हो। तिमीलाई फेरि यो अवसर कहिले प्राप्त हुनेछ? यो समय अत्यन्त सुन्दर छ जुन प्रभुले तिमीलाई आफ्नो सम्झेर दिनुभएको छ। संसारमा तिमीसँग मिलेर प्रभुले तिमीमाथि ठुलो कृपा गर्नुभएको छ। आँखा बन्द गरेर खोल्नमा जति समय लाग्दछ त्यति नै समय पनि यसरी इन्द्रावती तिमी नचुका। दिन रात श्रीराजजीको प्रेममय भजन रूपी सवासेर धागो काट सद्गुरुले भन्नुभएको थियो। आँखाले प्रेम गरेर मेरो तारतम रूपी चस्माले धागो काट। यसरी मैं धागो काटेर मेरो ज्ञान रूपी नेत्रले हेरेर प्रेमधामतिर आओ र धनीका पाउ समात। हे बहिनी, यो राम्रो भयो, तिमीले आफ्नो धागो काट्यो, यो पनि राम्रो भयो। यस्तो योग्य मौका प्राप्त भयो, त्यसको परिणाम स्वरूप भ्रमको निन्द्रा भाग्यो। यो राम्रो भयो, मलाई फेरि प्रभु यहाँ मिल्नु भयो। प्रभु बिना अरू कसले यस भ्रमको निद्रा बगाउन सक्दछ? त्यसकारण हे बहिनी, यस बेला मेरा प्रियतम प्रभुमाथि म आफ्नो जीवात्मा समर्पित गर्दैछु, किनभने उहाँ यस संसारमा आएर मिल्नुभयो। हे मेरी बहिनी, मेरा लागि प्रभु यहाँ आउनुभयो। हे बहिनी, प्रभु जुन बाटोबाट आउनुभयो त्यसै बाटोमा म आफूलाई समर्पित गर्दछु। हे मेरी दिदी बिहारीजी, हजुर मेरा प्रभुलाई आफ्नो मानि लिएर बस्नु भएको छ। मानु अरू कसैले उहाँलाई देखेको छैन। अब तपाईँ हेर्नुहोस्, म आफ्ना प्रभुलाई कसरी आफ्नो हृदयमा राख्दछु। दिदी, तपाईँ मलाई प्रभुकी अर्धाङ्गिनी सम्झनु। इन्द्रावती भन्नुहुन्छ, हे दिदी, मलाई मेरा प्रियतम प्रभु मिल्नुभयो। जुन परमधाममा मैले कामना गरेकी थिएँ ती सबै कामना प्रभुले पूरा गरिदिनु भयो। हेर धन भाइ, तिमी मेरी साथी हौ। अब त मलाई आँखा छविला प्रियतम मिल्नु भएको छ। उहाँले मलाई सौभाग्यवती बनाउनु भयो, जसबाट म धन्य भएँ। मैले त प्रभुसँग एउटा मागेको थिएँ, तर सद्गुरुले तारतम ज्ञान दिएर मेरो हृदयमा कयौं प्रकारले प्रकाशित गरिदिनु भयो। यस प्रकाशको कुरा म परमधाममा गएर भन्नेछु। मैले त प्रभुसँग एउटा मागेको थिएँ, तर सद्गुरुले तारतम ज्ञान दिएर मेरो हृदयलाई कयौं प्रकारले प्रकाशित गरिदिनु भयो। यस प्रकाशको कुरा म परमधाममा गएर भन्नेछु। यस प्रकाशको कुरा म परमधाममा गएर भन्नेछु। चौपाई 12 प्रकरण 28 चौपाई 662। बोलो श्री प्राणनाथ प्यारे की जय। श्री तारतम सागर प्रकाश हिन्दी नेपाली स्वरूपको 29औं प्रकरण। श्री लक्ष्मीजीको उदाहरण। इन्द्रावती भन्नुहुन्छ, मेरो इच्छा थियो तारतम ज्ञान रूपी अखण्ड धन म एक्लै लिनेछु र प्रभुको सम्पूर्ण अखण्ड सुख म नै ग्रहण गर्नेछु, अरू कसैलाई दिने छैन। तपाईँ सुन्दर साथहरूलाई बारम्बार यस विषयमा किन भनौं? यो कुरा यसरी भनिँदैन। जीवले यो कुरा भन्न सक्दैन र यो भन्दा मेरो जीव भित्रै दुखी हुन्छ। म धेरै चिन्ता पनि गर्दछु, तर यो अखण्ड बानीलाई हृदयमा धारण गरे भने यो शरीर रहने छैन। प्रभु मलाई भन्न लगाउनुहुन्छ, त्यसकारण भन्दैछु, नत्र भने यो अखण्ड धन यसरी अरूलाई दिने थिएन। यस्तो अखण्ड वस्तु अरूलाई दिनमा मेरो प्राण निस्कन खोज्दछ।
किनभने यो घटना मेरो हृदयमा स्थिर भएको छ। यस अखण्ड धनलाई मैले प्रभुका चरणमा एकाग्र चित्त लगाएर साधना पूर्वक प्राप्त गरेको हुँ। यसलाई अन्तरमा लुकाउने प्रयास मैले धेरै गरेको छु, तर प्रभु मेरो हृदयमा विराजमान भएर सागरको प्रवाह समान बानी प्रकट गराइरहनु भएको छ। मेरो अन्तरात्मामा बसेर स्वयं प्रभु भन्न लगाउँदै हुनुहुन्छ, तर भन्ने श्रेय मूर्तिवत मलाई प्राप्त भएको छ। नत्र भने अखण्ड ज्ञानका यी बानी कसरी प्रकट हुन्थे, किनभने यी बानी भन्दा मेरो कलेजो चिया हुन्छ। यस्तो नसम्झिनु, म अचेत अवस्थामा यी कुरा भन्दैछु, किनभने यो भन्दा मेरो जीवात्माले अति कष्ट झेलेको छ। जब मैले आत्माद्वारा विचार गरेर हेरे तब थाहा भयो कि यी कुरा म कसरी भन्दैछु। मेरो बुद्धिद्वारा यो अखण्ड धनको एक शब्द पनि निस्कन सक्दैन थियो, तर प्रभु स्वयं यी अखण्ड घरको आनन्दका कुरा प्रकट गराउँदै हुनुहुन्छ। हे सुन्दर साथी, अब यी कुरालाई ग्रहण गर्नका लागि केही प्रयत्न गर्नुहोस्, जसबाट तपाईहरू परमधामको अखण्ड शोभा पूर्ण रूपले प्राप्त गर्नुहुनेछ। यदि विश्वासपूर्वक ग्रहण गर्ने हो भने यी कुरा अनेक प्रकारका र अत्यन्त महत्वपूर्ण छन्। एक उदाहरण दिएर यसको महत्व देखाउनेछु। हे मेरा परमधामका प्राणाधार सुन्दर साथी, सुन्नुहोस्। शरीरबाट टाउको कसैले अलग गरिदिए तापनि अखण्ड घरको आधा वचन पनि मुखबाट उच्चारित हुन सक्दैन। यहाँसम्म यदि कुनै फलामको छडले पूरा शरीरलाई घोचे पनि फेरि निश्चय नै आधा वचन पनि भन्न सकिँदैन। सुन्दर समझ मूल सम्बन्ध जानेर म यी कुरा भन्दैछु। प्रभुलाई चिनेर अखण्ड परमधामलाई हृदयमा राखेर सेवन गर्नुहोस्। यसरी हात समातेर अखण्ड धन कसैले दिँदैन, र यदि कसैले दिए पनि त्यस अभागीले त्यो ग्रहण गर्न सक्दैन। हे मेरा शिरोमणि सुन्दर साथी, यस उदाहरणलाई विचारपूर्वक हेर्नुहोस्। अब म सुखदेव मुनिका कुराको साक्षी दिएर यसमाथि सीधा प्रकाश पार्दैछु, त्यसमाथि विचार गर्नुहोस्। दृष्टान्तलाई हेरेर भ्रमलाई हटाउनुहोस् र जीवलाई अलिकति नरम बनाउनुहोस्। जीवात्माद्वारा यी कुरामाथि विचार गर्नुहोस्, तब नै प्रभुको अखण्ड सुख मिल्नेछ। यसरी प्रभुको स्वरूपको परिचय प्राप्त गरेर अन्तरको अज्ञानलाई मेटाउनुहोस्। आफैलाई चिन्नुहोस् र आफ्नो घर परमधामलाई याद गर्नुहोस्। अब अखण्ड घर परमधामका कुराको वर्णन कसरी गरौं, यस बारेमा प्रकाशवाणी माथि अन्तरात्माले विचार गरेर त्यसलाई साक्षात हेर्नुहोस्। अब यस सरल उदाहरणको विषयमा बुझ्नुहोस् र जीवात्मा जागृत गराएर एकान्तमा एकाग्र चित्त लिएर जीवलाई जागृत गर्नुहोस्। 14 लोकका स्वामी श्री विष्णु भगवान कहलाउँछन्। उनी सधैँ वैकुण्ठमा अनेक प्रकारका लीला गर्दछन्। लक्ष्मीजी रात दिन उनका चरणको सेवा गर्दछिन्। यो पूरा दुनियाँमा उनको प्रसिद्ध छ। त्यो म भन्दछु, जो सांसारिक जीव आफ्नो कल्याण चाहन्छन् ती परमेश्वर रूपमा विष्णु भगवानको सेवा गर्दछन्। ब्रह्मा आदि देवतादेखि लिएर नारद ऋषि, अरू देवी देवताहरू सहित अनेक मनुष्य उनको सेवा गर्दछन्। यस ब्रह्माण्डमा बसेर सेवा गर्ने कतिको नाम लिऊँ, सबै विष्णु भगवानको नै सेवा गर्दछन्। सेवा गर्दा पनि उनको भेट पाउन सक्दैनन्। उनको लीला अपार छ। पहिले पनि कयौं भक्तहरूले धेरै उपासना गरे। यसको पुष्टि सुखदेवजी र व्यासका कुराबाट हुन्छ। भगवान विष्णु यति शक्तिशाली छन्, उनी आफ्ना सेवकका सबै अर्थ पूरा गरिदिन्छन्। जो विशाल बुद्धिका स्वामी विष्णु भगवान छन्। अब उनको ज्ञान पनि हेर्नुहोस्। एक पटक विष्णु भगवान ध्यान लगाएर बसेका थिए। उनी ध्यानमा यसरी लीन भए, शरीरको शुद्धि समेत रहेन। यसरी उनी हमेशा ध्यान गर्दथे, तर यसको जानकारी कसैलाई थिएन। एक दिन उनी ध्यानमा यसरी तल्लीन भए, प्रेमको प्रभाव उर्लिएर आयो र त्यो कसैबाट लुकेन। त्यसबेला लक्ष्मीजी आइपुगिन् र त्यो ध्यान देखेर उनको मनमा आश्चर्य भयो। लक्ष्मीजी नजिक आएर उभिन्। त्यस्तैमा भगवान ध्यानबाट जागृत हुनुभयो।
तब लक्ष्मीजी विनयपूर्वक सोध्न लाग्नुभयो, म हजुरलाई छोडेर अरू कसैलाई महान र पूज्य देख्दिन। हे भगवान, हजुर कसको ध्यान गर्नुहुन्छ? कृपया मलाई भन्नुहोस्, किनभने मेरो मनमा शंका उत्पन्न भएको छ। हजुर मलाई यी सबै कुरा भनेर सम्झाउनुहोस्। हे भगवान, हजुर जसको ध्यान गर्नुहुन्छ उहाँको स्वरूप कस्तो छ र कहाँ निवास गर्नुहुन्छ, उहाँको शोभा कस्तो छ र नाम के हो, यी सबै कृपया मलाई भन्नुहोस्। म उहाँको लीला आफ्ना कानले सुन्न चाहन्छु। त्यसकारण बारम्बार हजुरका चरणमा परेर प्रणाम गर्दछु। म उहाँको लीला आफ्ना कानले सुन्न चाहन्छु, त्यसकारण बारम्बार हजुरका चरणमा परेर प्रणाम गर्दछु। तब विष्णु भगवानले भन्नुभयो, हे लक्ष्मीजी, म तिमीलाई जे भनिरहेको छु त्यसलाई ध्यानपूर्वक सुन। यो कुरा प्रकट नगर। तिमी जस्तो भन्दछौ म त्यस्तो गर्न तयार छु। मेरो शरीर तिमीदेखि भिन्न छैन। हे लक्ष्मीजी, म तिमीलाई भन्दछु, यस ध्यान लीलाको विषयमा प्रथम कल्पमा शिवजीले पनि मलाई सोधेका थिए, तर यस लीलाको विषयमा मलाई केही पनि थाहा छैन भने त्यसलाई मैले मुखबाट कसरी भनौं? तिमी आफ्नो मुखबाट यस्तो कुरा नगर, नत्र भने अति कठिनाई आउनेछ। यस ब्रह्माण्डका 14 लोकका बारेमा मलाई सोध, ती सबै कुरा विस्तार पूर्वक भन्नेछु। यस लीलाको विषयमा कुनै प्रकारको शंका मनमा नल्याऊ र न कुनै सन्देह मनमा राख। हे लक्ष्मीजी, तिमी शान्त हौ, किनभने ध्यानसित सम्बन्धित एकै कुरा पनि मेरा मुखबाट बाहिर निस्कँदैन। तब लक्ष्मीजी अति दुखी भइन्। तिनी यति क्षुब्ध भइन् कि केही भन्न सकिनन् र फेरि सोच्न लागिन्, अब म कसरी जीवित रहन सक्दछु। लक्ष्मीजीका आँखाबाट आँसुका धारा बग्न लागे र बारम्बार विनयपूर्वक भन्न लागिन्, हे स्वामी, यो अन्तर मबाट सहन हुँदैन। यसकारण मेरो जीव आकुल व्याकुल भइरहेछ। अब म आफ्नो जीवलाई हजुरसित हटाएर कसरी राखौं? मेरो कलेजो काटिँदैछ, त्यो अत्यन्त व्याकुल भएर काम्दैछ। लामो श्वास लिएर उनको हृदय अन्तर्ग्लानीले भरियो। हे स्वामी, यदि हजुर मलाई जतन गर्न चाहनुहुन्छ भने हजुरले निश्चित रूपले यस लीलाको कुरा भन्नुपर्नेछ। यसरी विष्णु भगवानले उनलाई धेरै पटक रोक्नुभयो र अनेक प्रकारका उपदेश पनि दिनुभयो, तर मेरो जीव कुनै प्रकारले पनि रहन सक्दैन। लक्ष्मीजीले बारम्बार यसरी भन्नुभयो। तब फेरि भगवान भन्न लागे, हे लक्ष्मीजी, तिमी निश्चिन्त मान। यदि करोडौं उपाय गर फेरि पनि यसलाई निश्चित मान। ध्यानको कुरो मेरो जिब्रोबाट कहिले निस्कँदैन। यस वास्तविकतालाई मनद्वारा जीवले दृढ रूपले ग्रहण गर। लक्ष्मीजी भन्नुहुन्छ, हे स्वामी, अब सुन्नुहोस्, मेरो शरीरमा भयानक आगो बलिरहेछ। वास्तवमा हजुरको दोष पनि के छ? वस्तुत मेरा लागि यो अप्राप्य देखिँदैछ। अब मेरो शरीर कसरी जीवित रहन सक्छ? आगोले मेरो जीवलाई भित्रभित्रै बालिरहेछ। त्यसकारण हे मेरा प्रभु, अब त म हजुरसँग आज्ञा माग्दछु, कतै गएर तप गर्न सुरु गर्दछु। तब विष्णु भगवानले तत्काल भने, हे लक्ष्मीजी, विलम्ब नगर। यस्तो कुरा सुनेर लक्ष्मीजी अत्यन्त दुखी भइन् र उनको जीव तडपिन लाग्यो। परिणाम स्वरूप उनको मनमा आघात लाग्यो र वैराग्य उत्पन्न भयो। लक्ष्मीजीलाई पूर्ण आशा थियो उनका प्रभु विष्णु भगवान यसरी उनलाई वियोग दिनु हुँदैन भन्ने। चरणमा प्रणाम गरेर लक्ष्मीजी गइन् र बाटोमा रुँदै पैदल नै अगाडि बढिन्। यसबेला लक्ष्मीजीले अत्यन्त विरह गरिन्। उनलाई अति खेद भयो र उनले जोरले विलाप गर्न लागिन्। उनी एक स्थान केतुमाल खण्डमा देह दमन गरेर विष्णु भगवानमाथि पूर्ण स्नेह राखेर तपस्या गर्न लागिन्। उनले शीत, गर्मी र वर्षाको प्रवाह गरिनन्। यी सबै सहन गर्दै अत्यन्त तल्लीन भएर तपस्या गर्न लागिन्। यसरी विष्णु भगवान प्रति प्रेम धारण गरेर एकान्तमा बसिन्। यसरी 7 कल्पान्त बित्यो। तब ब्रह्माजी तथा क्षीरसागर दुवै मिलेर विष्णु भगवान समक्ष आएर भन्न लागे, हे स्वामी, यति ठुलो उत्पात किन मचाइरहनु भएको छ? लक्ष्मीजी 7 कल्पान्तदेखि तप गरिरहेकी छिन्,
तब भगवानले उत्तर दिनुभयो, यसमा मेरो केही दोष छैन। फेरि ती दुवैले भने, हे प्रभु, हजुर स्वामी हुनुहुन्छ, त्यसकारण हजुरसँग नै सोध्नु पर्दछ। लक्ष्मीजी किन दुखी भइन्? क्षीरसागरले भने, हे भगवान, हजुर यति धेरै क्रोध नगर्नुहोस्। लक्ष्मीजी माथि दया गर्नुहोस्, किनभने हजुर ब्रह्माण्डका दयालु अधिपति हुनुहुन्छ। मेरी छोरी लक्ष्मीजी दुखित भइरहेकी छिन्। हे स्वामी, त्यसकारण हजुर आधा क्षणका लागि पनि अबेर नगर्नुहोस्। लक्ष्मीजीलाई तुरन्त बोलाउनुहोस्। यसरी प्रार्थना गर्दै क्षीरसागरले भगवानका चरण समाते। ब्रह्माजी पनि बारम्बार यस्तै प्रार्थना गर्न लागे, हे प्रभु, हजुर लक्ष्मीजी समक्ष हेर्नुहोस् त, त्यहाँ गएर उनलाई बोलाएर ल्याऊ। तब जहाँ लक्ष्मीजी तपश्चर्या गरिरहेकी थिइन् त्यस स्थानतिर भगवान गए। त्यहाँ पुगेपछि लक्ष्मीजीले प्रणाम गरिन्। त्यसपछि भगवानले आफू समक्ष बोलाएर भने, लक्ष्मीजी, अब तिमी घर हिँड। तब लक्ष्मीजी उनलाई फेरि केही शब्द भन्न लागिन्। हे मेरा स्वामी, हजुर मलाई ध्यानका तिनै कुरा भन्नुहोस्, किनभने मेरो जीव र मन अत्यन्त दुखी भइरहेका छन्। उत्तरमा भगवानले भने, यदि तिमी 21 कल्पसम्म पनि तपस्या गर्दै रहे पनि यस ध्यानको कुरा भन्न मेरो जिब्रो असमर्थ छ। तर यदि निश्चित छ, त्यस लीलाको अभिनय गरेर म स्वयं तिमीलाई देखाइदिनेछु। तब तिमी त्यसलाई चित्तमा धारण गर्नु। तब ब्रह्माजी र क्षीरसागर दुवै लक्ष्मीजीसँग यसरी भन्न लागे, हे लक्ष्मीजी, अब तिमी तुरन्त उठ। दयाका सागर स्वामीले तपाईमाथि कृपा दृष्टि गर्नु भएको छ। त्यसकारण अब हट छोड र आफ्नो मनमा अत्यधिक प्रसन्नता धारण गर। तब लक्ष्मीजी भगवानका चरणमा परिन्। यसरी आनन्दपूर्वक लक्ष्मीजीलाई घर लिएर आए। ब्रह्माजी र क्षीरसागर दुवैले भगवानका चरणमा प्रणाम गरेर आफ्नो स्थानतिर लागे। हे सुन्दर साथी, अब तपाईँ यस दृष्टान्तमाथि विचार गर्नुहोस् र अन्तर्दृष्टिले हेर्नुहोस्। त्यस लीलाको कथन गर्न वैकुण्ठका अधिपति विष्णु भगवानको जिब्रो पनि असमर्थ भयो। उनले ध्यानमा अमूल्य वस्तु ग्रहण गरे, तर त्यस विषयमा निश्चय नै एउटा कुरा पनि भनेनन्। नत्र भने वैकुण्ठका मालिकलाई अद्वैत घरको शुद्धि कहाँ थियो? तारतम ज्ञान बिना मूल घरको लीला कसले जान्न सक्दछ? उनले अरू कसैलाई स्पष्ट भनेनन्, तापनि त्यसलाई महान धन सम्झेर ग्रहण गरे। योग्य पात्र बिना उचित भार उठ्दैन। यस विषयमा मुखबाट कुरा निस्कन सक्दैन। जब द्वापर युगमा श्रीकृष्णको अवतरण भएको थियो, तब मुरारी श्रीकृष्णले विदर्भकी राजकुमारी रुक्मिणीको हरण गर्नुभयो। माधवपुरमा श्रीकृष्णको रुक्मिणीका साथ विधिपूर्वक विवाह भयो। त्यसबेला सौभाग्यशालिनीहरू बधाई गाइरहेका थिए। गीत गाउँदा गाउँदै उनीहरूले जब अखण्ड ब्रजको नाम लिए, तब तुरन्त नै भगवान श्रीकृष्ण ती शब्दलाई सुनेर मूर्छित भई जमिनमा ढले। तब उनका आँखामा आँसुका धारा बग्न लागे। उनले कुनै प्रकारले पनि आफूलाई सम्हाल्न सकेनन्। उनका अंग प्रत्येक अंग स्थिर भए, जसबाट विवाहको आनन्द पनि भङ्ग भयो। त्यसबेला सबैको मनमा आश्चर्य भयो। यसरी लीला गरेर भगवान विष्णुले रुक्मिणीजी लक्ष्मीलाई ब्रजलीलाको महत्व देखाउनु भयो। 16 कलापूर्ण ती स्वयं र लक्ष्मीजी यसरी यी दुवै स्वरूप यसै रहस्यका लागि अवतार लिएर आएका थिए। संसारका मानिसहरू सम्झन्छन् विष्णु भगवान कृष्ण रूपमा पूर्ण अवतार लिएर केवल असुरहरूलाई मार्नका लागि आएका थिए। वैकुण्ठनाथ यति समर्थवान छन्, उनी आज्ञा मात्रले असंख्य असुरहरूको संहार गर्न सक्दछन्। सामान्य मानिसहरू यस्तो रहस्य कसरी सम्झन सक्दछ? वास्तवमा भगवान विष्णु लक्ष्मीजीलाई आफ्नो आराध्यको परिचय दिनका लागि संसारमा उत्रेका हुन्। जब लक्ष्मीजीले संकेतद्वारा सम्झिन्, तब श्रीकृष्णजी उठेर बसे। यसरी उनले लक्ष्मीजीको मन कामना पूर्ण गरे। हे सुन्दर साथी, यस दृष्टान्तलाई तपाईँ शान्त चित्तले विचार गरी हेर्नुहोस्। यस लीलाको वर्णन सुखदेव मुनिले गर्नुभएको छ।
यस चरित्रद्वारा भगवान श्री कृष्णले रुक्मणीलाई जुन अखण्ड ब्रज लीलाको रहस्य संकेतद्वारा सम्झाएका थिए, यो हामी ब्रह्मात्माहरूको अखण्ड ब्रह्म लीला हो, जसको स्तुति स्वयं हाम्रा सद्गुरुले गर्नुभयो। पहिले तिमीहरूले ब्रजमा जुन लीलाहरू गरेका थियौ, त्यसलाई स्वयं अक्षर ब्रह्मले आफ्नो हृदयमा अखण्ड गरेका छन्। चिन्मय वृन्दावनमा तिमीहरूले जुन रासलीला गर्यौ, त्यसलाई पनि अक्षर ब्रह्मले आफ्नो जागृत बुद्धिमा अखण्ड गरेका छन्। त्यस लीलाको प्रतिबिम्ब विष्णु भगवानले रमालाई विधिवत देखाए। यी शब्द तपाईहरूलाई यसकारण भनिँदैछ, तपाईहरू स्वयं परमधामको लीलामा रमन गर्ने हुनुहुन्छ। यिनै ब्रजवल्लभ श्रीकृष्ण देवचन्द्र रूपमा आउनु भएको छ र हामी सबैलाई वचन भनिरहनु भएको छ। रासमण्डलमा हामीलाई जुन श्रीकृष्णले रमन गराएका थिए, त्यस लीलालाई पनि उहाँले नै प्रकट गर्नुभयो। परमधामका प्रभु सुन्दर साथलाई बोलाउनका लागि आउनु भएको छ। यस रहस्यलाई सम्झाउनका लागि तपाईहरूलाई यो उदाहरण दिएको हो। एकाग्र चित्त लिएर एकान्तमा बसी यी वचनमाथि विचार गर्नुहोस्। वैकुण्ठ धाम जस्तो त्यो स्थान र भगवान विष्णु जस्ता वक्ताको यो प्रसंग हो। यो तथ्यलाई जान्नका लागि लक्ष्मीजी त्यहाँ श्रोता बनिन् र उनले अनेक कष्ट पनि सहिन्। फेरि पनि उनले यस अखण्ड लीलाको रहस्य एकै वचन प्राप्त गर्न सकिनन्। फेरि पनि उनले यस अखण्ड लीलाको रहस्यको एकै वचन प्राप्त गर्न सकिनन्। हे सुन्दर साथजी, विचार गर्नुहोस्, तपाईहरूले कस्तो अखण्ड धन प्राप्त गरेर बस्नु भएको छ। अब पनि तपाईहरू आफ्नो भ्रमलाई हटाउनु हुँदैन, मनको शंका मेटाउदैन, आफ्नो जीवलाई नरम किन बनाउनु हुँदैन। यो त्यो नवतनपुरी धाम हो जहाँ श्री देवचन्द्रजी प्रकट भएर उहाँले परमधामको लीला गर्नुभयो। यस्तो अपार प्रत्यक्ष कुरा भनिसकिएको छ तापनि तपाईहरू सावधान हुनु भएन। तपाईहरू मायाको नशालाई राम्ररी उतार्नुहोस् र यी कुरालाई चित्तमा धारण गरेर जीव जागृत गर्नुहोस्। हे सुन्दर साथी, मोहबाट अलग भएर यसलाई हेर्नुहोस्। सद्गुरुले 2 पटक तारतम ज्ञानको प्रकाश फैलाउनु भयो। श्री देवचन्द्रजीले जुन बानी बन्नु भएको छ त्यसलाई तपाईहरू आफ्नो आत्मामा किन ग्रहण गर्नु हुँदैन। मायाबाट उत्पन्न यी सबै गुण अंग र इन्द्रियहरूलाई आफ्नो नियन्त्रणमा लिनुहोस् र आफ्ना प्रियतम प्रभु प्राणनाथलाई चिन्नुहोस्। हे सुन्दर साथजी, जीवात्माद्वारा यति त सोच्नुहोस्, हाम्रा प्राणधार प्रभुले हाम्रा लागि यी बानी बन्नु भएको हो। जबसम्म जीवले अन्तर्मनबाट विचार गर्दैन तबसम्म त्यही स्थिति हुनेछ जुन चिल्लो घैँटो माथि परेको पानीका थोपाको हुन्छ। इन्द्रावती बन्नुहुन्छ। सुना, अब तिमीहरू आफ्ना प्राणनाथ सतगुरुलाई नछोड्नुहोस्। बारम्बार यस्तो मौका पाइँदैन, त्यसकारण मायावी कामनालाई नलिकन परमधाममा जागृत हौ। फेरि संक्षिप्तमा नै अति धेरै भने स्वयं परिचित धनलाई तपाईहरू किन घुमाइरहनु भएको छ। पहिले त हामी सबै डिच भएर बस्यौं, त्यसै कारण श्री देवचन्द्रजी हामीलाई पीठ देखाएर जानुभयो। यदि हामी सबैले उहाँसँग प्रेम गरेको भए उहाँ हामीलाई छोडेर किन जानुहुन्थ्यो। अब फेरि अर्को शरीर धारण गरेर उहाँ हाम्रो अन्तःकरणमा विराजमान हुनुभएको छ। यसरी उहाँले हामी माथि ठूलो दया गर्नु भएको छ। तारतम ज्ञानद्वारा हामीलाई सचेत गराएर जागृतिका लागि फेरि यो मौका दिनुभएको छ। अब यो मौकाको लाभ लिएर परमधाममा जागृत हो। यदि यस उदाहरणलाई अन्तर्मनबाट विचार गर्यो भने सबै मनोकामना अवश्य पूर्ण हुनेछ। त्यसकारण इन्द्रावती बारम्बार बनिरहनु भएको छ। प्रभुले तपाईहरूमाथि अति दया गर्नु भएको छ। यदि यस उदाहरणलाई अन्तर्मनबाट विचार गर्यो भने सबै मनोकामना अवश्य पूर्ण हुनेछ। त्यसकारण श्री इन्द्रावती बारम्बार बनिरहनु भएको छ। प्रभुले तपाईहरूमाथि अति दया गर्नु भएको छ। प्रभुले तपाईहरूमाथि अति दया गर्नु भएको छ। चौपाई 68 प्रकरण 29 चौपाई 735। बोलो श्री प्राणनाथ प्यारे की जय।
श्रीतार्थम सागर प्रकाश हिन्दी नेपाली स्वरूपको 30औं प्रकरण प्रकाशको प्रगत बानी। हे सुन्दर साथजी, आगो समान बलेको यो विषयुक्त भूमिमा सुतेर तपाईहरू के गर्नुहुन्छ? भ्रमबाट जागेर आफ्नो मूल स्वरूपलाई याद गर्नुहोस्। यो अज्ञान रूपी निन्द्राले जीवलाई खाइरहेको छ। यो निन्द्रा तिनै जीवलाई वशीभूत गर्दछ जो आफ्ना साथी ब्रह्म आत्माहरू होइनन्। यस ठग मायाले धेरै मानिसलाई ठगेकी छ। त्यसकारण यहाँ तपाईहरू एकछिन पनि नसुत्नु होला। यो कुनै गहिरो निद्रा होइन। यदि स्वाभाविक निद्रा भएदेखि जगाउँदा जाग्नुहुन्थ्यो, तर जीवात्मालाई जागृत गरेर त्यसलाई उभ्याइयो भने पनि त्यसले आफ्नो बाटो छोड्दैन, फेरि उल्टो सुतेको सुते हुन्छ। त्यही नशा, त्यही प्रघात निद्रा हो। त्यसै प्रकारको कुराई आइरहेको छ। यस मायाको प्रघात निद्राबाट प्रभु सद्गुरु बिना अरू कसले जागृत गराउँछ? यस मायाबाट कोही पार जान सकेको छैन। तपाईँ स्वयं यस झुटो स्थानमा सुतिरहनु भएको छ। यो स्थान अति दुःखदायी आगोले बलेको उजाड जमिन जस्तो छ। यहाँ गाउँ र बस्ती पनि छैन। यो भूमि विषको छ। यसको सेजा विषले युक्त छ। त्यसमा सुत्ने यो शरीर विष समान छ। अष्ट धातु सबै विषका नै छन् र यसको विस्तार पनि विषबाट नै भएको छ। यसको शरीर, गुण, पक्ष, इन्द्रिय सबै विषद्वारा नै बनेका छन्। यी सबैका आहार पनि विषकै छन्। यसमा आत्माहरू नै निर्मल छन् र ती पनि परमधामबाट अवतरित भएका छन्। त्यसलाई नदेख्नाले ती निराकार भनेर भनिएका छन्। दशना सिरक पनि विषका छन् र बिछाएको पलङ पनि विषको नै छ। तकिया र तन्ना पनि सबै विषका नै छन्। यति मात्र होइन, पंखा पनि विषको र पंखाको हावा पनि विषयुक्त छ। जागृत अवस्थामा तथा स्वप्न अवस्थामा पनि संसार विष नै हो। निद्रा अवस्था यो त झन् विष नै हो। अब शरीर बाहिरका विषको विषयमा म के भनौं? विष नै विषको आदि आइरहेको छ। लगाउने लुगा र गहना सबै विषका छन्। यहाँसम्म कि यस शरीरका अंग प्रत्यङ्ग र श्रृंगारका सबै सामग्री विष समान छन्। यो रोग सबैलाई लागेको छ। श्री राजाजीको कृपा बिना यो विष कसरी हट्न सक्दछ? हे सुन्दर साथजी, तपाईँ जोर लगाएर जीवात्मालाई जागृत गराउनुहोस्। यो भूमि अज्ञान रूपी निद्रामा सुत्नका लागि होइन। जति जति झुटो निद्रामा सुतिरहनुहुन्छ त्यति मायाको विस्तार हुँदै जान्छ। फेरि मनुष्यको जीव यसबाट दुखित हुनेछ। यस्तो भूमिलाई किन त्याग गर्नु हुँदैन? अहिले पनि तपाईको नशा उत्रिएको छैन। अहिले पनि तपाईको नशा उत्रिरहेको छैन। यस भूमिमा दुःखै दुःख छ। यसबाट कसै गरे पनि मुक्त पाउन सकिँदैन। धेरै हेरेपछि दुःख पाइन्छ। त्यसकारण तुरन्तै मोह मायाको निद्रालाई छोडेर जागृत हुनुहोस्। जसरी जलचरको घर पानीमै हुन्छ र माकुरा आफैले बनाएको जालमा नै बस्दछ, सबै संसारिक जीव माकुराले जस्तै आफ्नो नाता रूपी जाल बुन्दछ र त्यसैमा मग्न भएर फस्दछ। फसेपछि अनेक दुःख सहन गर्नु पर्दछ। यसरी त्यसको जीव अति कठिनाइका साथ शरीर छोड्दछ। जीव यस संसारलाई छोडेर जाने बेलामा धेरै दुःख भोग्दछ। तापनि अर्को जन्म लिएर फेरि नाताको जाली बुन्दछ। माकुरालाई किन दोष दिने? त्यसको त घर नै जाल हो। हे सुन्दर साथजी, हाम्रो घर त यहाँ छैन। यति मात्र होइन, पुरा 14 लोकमा कहीँ पनि छैन। त्यसकारण सद्गुरु प्रभु पुकारेर भन्दै हुनुहुन्छ, तिमीहरू यस संसारमा किन सुतिरहेका छौ? ती संसारी जीव त आफ्नो दुःखको घरलाई छोड्दैनन्। तर ये सुन्दर साथजी, तपाईँ सबै सुखको घर परमधामलाई याद पनि गर्नुहुन्न। सद्गुरुले सबै धर्म ग्रन्थको साथी दिनुभएको छ। त्यसकारण अझ पनि विचार गरेर हेर्नु हुँदैन। हे सुन्दर साथजी, हाम्रो घर बेहद नै हो र त्यहाँको सुख पनि बेहद नै छ
र हाम्रा स्वामी श्री राजाजी पनि विहत नै हुनुहुन्छ। त्यसकारण यस्ता अनन्त अखण्ड आनन्द दिनका लागि म तपाईहरूलाई जागृत गर्दैछु। प्रभु पुकारी पुकारी थाक्नुभयो, तर हे सुन्दर साथजी, तपाईहरू अझै किन गोता खाइरहनु भएको छ? सूर्य उदय भएर अस्त हुन लाग्यो, फेरि त घोर रात्रि आउनेछ। 84 लाख योनि रूपी रात्रिको समयमा कोही जाग्दो हुन सक्दैन र कोही यसरी पुकार गर्न पनि आउने छैन। रातमा अज्ञान रूपी निद्राको बल हुन्छ, फेरि त जन्म मरण रूपी बीचको नै विस्तार हुनेछ। सद्गुरु प्रभु बिहानदेखि बेलुकीसम्म हाम्रा लागि बस्नुभयो, अझै तपाईहरू किन निद्राको निवारण गर्नु हुँदैन? प्रभुलाई चिनेर अखण्ड सुख प्राप्त गर्नुहोस् र उहाँका चरणमा आफूलाई समर्पित गर्नुहोस्। पुकार गर्दा गर्दै रात भयो, यो निश्चित हो कि प्रियतम प्रभु सद्गुरु रातमा मिल्नु हुँदैन। जुन झुटो सम्बन्ध नाताले तपाईहरूलाई भुलाएको छ त्यो तपाईहरूको बैरी हो। यस सत्य कुरालाई तपाईहरू किन विचार गर्नु हुँदैन? मोहरूपी विषम संसार छोड्ने बेलामा जुन तपाईहरूका लागि बाधाहरू बन्दछन् त्यसलाई तपाईहरू निश्चय नै दुश्मन मान्नुहोस्। ती अखण्ड परमधामतिर सुख लिने बेलामा पनि बाधा बन्दछ। सद्गुरुका वचन सुनेर पनि ती शत्रुलाई किन चिन्नु हुँदैन? ती शत्रु बाह्य रूपमा त अमृत समान लाग्दछ, तर विषले भरिएका छन्। जसले सबै विश्वका प्राणीहरूलाई घेरेका छन्, तिनले तपाईहरूलाई अनेक प्रकारका भ्रममा पारिरहेका छन्। तर यस पटक तपाईहरू यसरी भुलेर तिनको प्रभावमा नबस्नुहोस्। म तपाईहरूलाई एक अर्को शत्रुको परिचय दिन्छु, त्यसले कहिले पनि कसैलाई छोडेको छैन। त्यसलाई तपाईहरू समक्ष प्रत्यक्ष उपस्थित गर्दछु, जो तपाईहरू भित्र बसेर असत्यतिर लगाउँदैछ। मोह मायातिर लाग्ने यी गुण अङ्ग र इन्द्रियहरूलाई हेर्नुहोस्, ती त उल्टो संसारतिर बगिरहेका छन्। विशेष प्रकारले यी हाम्रा मुख्य शत्रु हुन्, तिनको शिरमा तपाईहरू किन पिट्नु हुँदैन? यी गुण अङ्ग र इन्द्रियलाई मारेर मोडेर टुक्रा टुक्रा गरेर प्रभुप्रति जागृत हुनका लागि बल गर्नुहोस्। जब जीव जागृत हुनेछ तब गुण अङ्ग र इन्द्रिय सिधा बाटोमा लाग्नेछन्। हे सुन्दर साथी, तपाईँ सबैलाई परमधामको आत्मा मानेर म यसरी भन्दैछु, किनभने मायाका जीवलाई यस्तो कुरा कसले भन्दछ? जो परमात्मा छन् ती यी कुरा सुनेर यस संसारमा अबेर गरी कसरी बसिरहनेछन्? यो छलको भूमिलाई तपाईहरू जानु हुँदैन र मेरा कुरा पनि सुन्नु हुँदैन। तपाईहरू यो जान्नुहोस् कि जीवनको मध्याह्न भइरहनेछ, तर पल भरमा नै अँध्यारो हुनेछ। तपाईहरू तुरन्त नै 84 लाख योनि रूपी रात्रिको आगमन हेर्नुहुनेछ र त्यसका साथ अज्ञान रूप अन्धकार पनि प्रकट हुनेछ। जब जीवात्मा 84 को अन्धकारलाई देखेर डराउनेछ, तब जन्म मरण रूपी विष चक्रमा फस्नेछ। यसरी मायाको विष चढेपछि अनेक बन्धन उपस्थित हुनेछ र कर्म अनुसार दुःख भोग्नु पर्नेछ। फेरि योनि अनुसार अनेक शरीर धारण गर्नु पर्नेछ। यसको परिणाम स्वरूप सबै रात्रिसम्म जन्म मरण रूपी मायाको विष फैलिँदै जानेछ र जीव भट्किँदै कहीँ पनि त्यसले सुख प्राप्त गर्ने छैन। यदि तपाईँ मेरो परम धामका सुन्दर साथ हुनुहुन्छ भने सुन्नुहोस्, तपाईँ 84 लाख योनि रूपी रात्रिमा जाने प्रयत्न नगर्नुहोस्। यस रात्रिको दुःख असह्य छ। फेरि निद्रा खुलेपछि नै मनुष्य जीवनको बिहानी हुनेछ। बिहानी हुन धेरै समय लाग्नेछ, किनभने यस रात्रिको अन्त कहीँ पनि देखिने छैन। दुःखदायी यो रात्रि कष्टले बित्नेछ। फेरि बिहानीको आगमन निश्चित हुँदैन। महाप्रलयसम्म अँध्यारो हुनेछ। त्यसकारण सद्गुरु बोलाइरहनु भएको छ, तिमीहरू यसै बाटोबाट आफ्नो घर परमधाम आओ। यो मौकाबाट नचुका। तारतम ज्ञानको अखण्ड प्रकाश सद्गुरुले यहाँ फैलाइदिनु भएको छ। उहाँले करोडौं ब्रह्माण्डलाई फोरेर अखण्ड परमधामको माया देखाइदिनु भएको छ।
र फेरि तारतम ज्ञानद्वारा परमधामको मूल अंकुर तपाईहरूले प्राप्त गर्नुभयो। हे सुन्दर साथी, प्रभु तपाईँ सबैलाई बोलाउनका लागि आउनु भएको छ, त्यसकारण उहाँले यति जोरले बोलाउनु भएको हो। यति गर्दा पनि यदि तपाईहरू उहाँको कुरा मान्नुहुँदैन भने यो निश्चित रूपले सम्झिनु कि कठिन दुःख बोकेर यहाँबाट जानु पर्नेछ। महजलको बाटो विकट छ, साथै अँध्यारो पनि छ। यस महजलका लहरहरू तपाईहरूका लागि बाधा बन्नेछन्। फेरि जीव स्वयंलाई भुलेर बेहोस हुनेछ र मूल परमधामका कुरा सुन्न सक्नुहुने छैन। यस महजलमा एक अर्कालाई खानका लागि बलवान कोही छ र काम, क्रोध, लोभ, मोह, अहंकार रूपी प्रबल धारहरू बगिरहेका छन्। अन्धकार र भ्रम रूपी यस सागरमा दशै दिशा देखिँदैनन्। त्यसपछि अन्धकारको पर्दा सबैमाथि छाउनेछ। हे सुन्दर साथी, तपाईहरू मेरा अङ्ग हुनुहुन्छ। मायाको मर्म नहेर्नुहोला। सद्गुरु तपाईहरूकै लागि आउनु भएको हो। अझै तपाईहरूलाई लाज लाग्दैन? जबसम्म आत्मा जागृतिको कुनै उपाय खोज्दैन तबसम्म अज्ञान रूपी निद्रालाई कसरी हटाउन सक्दछौं। त्यसकारण प्रभुलाई चिनेर तपाईहरू उहाँको सेवा गर्नुहोस्, परमधामलाई याद गर्नुहोस्। मोहमायाको यो नशा तपाईबाट कसरी हट्नेछ? भारी विष लागेको छ। सद्गुरुका बानीले त सन्धिलाई तोडिदिन्छ। यसका लागि सद्गुरु तपाईहरूलाई बोलाउनलाई थाकिसक्नुभयो। अब त कोही परमधाम प्राप्त गर्न इच्छुक भए यस संसारसँग वैराग्य एवं प्रभुका साथ प्रेम गर्नुहोस्। सम्पूर्ण अङ्गद्वारा सद्गुरुको सेवा गर्नुहोस्। यसरी आफ्नो मूल घर परमधाममा जागृत हुनुहोस्। जो कोही आफ्नो जीवात्मालाई यहाँ जागृत गरेर जान चाहन्छ भने तिनले रास र प्रकाशका बानीलाई राम्ररी बुझ्नु, आफ्नो जीवात्मालाई यस्तो शिक्षा दिनुहोस्। यी सबै तपाईहरूका लागि नै बनिएका हुन्। तब जीवात्मालाई प्रकाश मिल्नेछ र त्यसले स्वयंलाई चिन्नेछ। यस प्रकाशद्वारा मायाको विष उत्रिनेछ। तब आत्मबल बढ्न देर लाग्दैन। जब यस आत्माले मूल स्वरूपमा आफूलाई देख्नेछ तब जन्म मरणको चक्र समाप्त हुनेछ। हे सुन्दर साथी, यसरी यदि तपाईहरूले आफ्नो जीवलाई जागृत गर्नुभयो भने तपाईहरूको आत्मामा अखण्ड तारतम ज्ञानको प्रकाश फैलिनेछ। शुद्धि आएपछि प्रभु प्रेमको प्रभाव बग्न थाल्नेछ र हृदयमा बुद्धिको प्रकाश फैलिनेछ। सद्गुरु यी वचनलाई आफ्नो निर्मल चित्तमा धारण गर्नुहोस्। सद्गुरुका यी वचनलाई आफ्नो निर्मल चित्तमा धारण गर्नुहोस्, जसबाट यो बानी अंकुरित हुन सकोस्। ब्रह्म सृष्टि र ईश्वरीय सृष्टिका लागि नै यी सबै भनिएका हुन्। अज्ञानी जीवले यसलाई कसरी ग्रहण गर्न सक्दछ? मायाका जीव यी वचनका अगाडि टिक्न सक्दैनन्। त्यसकारण तीद्वारा यी वचन ग्रहण हुने छैनन्। तापनि धेरै जीवहरूलाई यी कुरा मिठा लाग्नेछन्, तर झुटो मनले त्यसलाई हृदयमा रहन दिँदैन। जो जीव यस ब्रह्माण्ड भित्रको हुनेछ त्यो आफ्नो बाटोतिर लागेर वैकुण्ठसम्म पुग्नेछ। तर जो हाम्रो निराकार पारको व्याधभूमिका आत्मा छन् तिनै हाम्रो मार्गमा लाग्नेछन्। ब्रह्म वासनाहरूलाई जीव बन्न सकिँदैन। उनीहरूलाई जीव भन्दा मलाई अति दुःख लाग्दछ। तपाईहरूको झुटो संगतले गर्दा असत्य बन्न परिरहेको छ, तर म के गरौं? कुनै पनि प्रकारले सुन्दर साथ जागुन्, यही हाम्रो प्रयास हो। हे सुन्दर साथी, यस्ता कठोर वचन तपाईहरूलाई त्यसकारण भन्न गइरहेको छु, नत्र भने वासनाहरूलाई जीव कसरी बन्न सकिन्छ? वासनाहरू दुःख हेरेर ती अपराधी बनिरहेका छन् र प्रभुको आज्ञा पनि मानिरहेका छैनन्। यस प्रकाश ग्रन्थका बानीलाई तपाई सबैले राम्ररी ग्रहण गर्नुहोस्। यस वचनलाई एक क्षण पनि नछोड्नुहोस्। यसबाट आत्माको गुण अर्थ ग्रहण गर्नुहोस्। त्यसलाई भित्री मनले राम्ररी विचार गर्नुहोस्। जब यस तारतम रूपी धनको गुह्य अर्थ ग्रहण गर्नुहुनेछ तब तपाईहरूको अन्तरात्मामा प्रत्यक्ष प्रकाश हुनेछ। त्यसै प्रकाशको ज्योतिले जीवात्मालाई जागृत हुने मौका मिल्नेछ। यस्तो गर्दा एक श्वास पनि व्यर्थ जाने छैन।
म इन्द्रावतीले प्रभुका चरणमा प्रणाम गरेर यस प्रत्यक्ष वाणी प्रकाश नाम दिएर प्रकट गरेकी छु। जसको आत्मा यहाँ तारतमको प्रतापले जागृत हुनेछ उसलाई दुवै स्थान यहलोक र परलोकको आनन्द प्राप्त हुनेछ। यहलोक र परलोकको आनन्द प्राप्त हुनेछ। म इन्द्रावतीले प्रभुका चरणमा प्रणाम गरेर यस प्रत्यक्ष वाणी प्रकाश नाम दिएर प्रकट गरेकी छु। जसको आत्मा यहाँ तारतमको प्रतापले जागृत हुनेछ उसलाई दुवै स्थान यहलोक र परलोकको आनन्द प्राप्त हुनेछ। यहलोक र परलोकको आनन्द प्राप्त हुनेछ। चौपाई 52 प्रकरण 30 चौपाई 788। बोलो श्री प्राणनाथ प्यारे की जय। श्री तारतम सागर प्रकाश हिन्दी नेपाली स्वरूपको 31औं प्रकरण व्याध वाणी। इन्द्रावती भन्नुहुन्छ, हे परमधामका सुन्दर साथी, व्याध भूमिको अद्वैत ब्रह्म वाणी भनिँदैछ। त्यसलाई तपाईहरू सुन्नुहोस्। ठुला ठुला ऋषि मुनि र अवतारी पुरुषहरूले पनि यस व्याध वाणीलाई जानेनन्। अनेक महान आत्माहरूले यसको प्राप्तिका लागि अनेक उपाय गरे, तर यस व्याध वाणी रूपी धनलाई कसैले चिनेनन्। किनभने जागृत बुद्धि बिना यस ब्रह्म ज्ञानलाई कसैले जान्न सक्दैन। बुद्धिका सागर मानिने ठुला ठुला भए जसको हृदयमा बुद्धि पूर्ण रूपले व्याप्त छ तथा 6 शास्त्रका ज्ञाता पनि यस संसारमा अवतरित भएका छन्। विष्णु भगवानसँग महादेवजीले व्याध वाणीको ज्ञान सम्बन्धमा सोधे। विष्णु भगवानले शिवजीसँग भने, तपाईले जे सोधिरहनु भएको छ त्यस ब्रह्म ज्ञानको विषयमा सुन्नुहोस्। आदिकालदेखि अहिलेसम्म यस वाणीलाई अगम भनिएको छ। करोडौं ब्रह्माण्ड व्यतीत भए तर कसैले पनि यो वाणी सुनेनन्। यहाँसम्म कि 14 लोकका स्वामी त्रिदेवहरूले पनि अति जिज्ञासाका साथ यसलाई खोजेर थाके। फेरि शिवजीले विष्णु भगवानसित सोधे, के अरू पनि ब्रह्माण्ड छन्? ती ब्रह्माण्डको विषयमा कसरी जान्न सकिन्छ? तब विष्णु भगवान भन्दछन्, हे शिवजी, यो कुरा अनेक प्रकारले प्रत्यक्ष छ। कल्पान्त वेदको कारण भिन्न भिन्न स्थानमा यसरी भनिएको छ। सुखदेव, सनकादिक तथा अनेक साधुहरूले खोजी खोजी यो निश्चय गरे, यो ब्रह्म ज्ञान त अगम्य र असीमित छ। यस व्याध वाणीको एक शब्दका लागि लक्ष्मीजीले 60 कल्पसम्म तपश्चर्या गरिन् र अनेक कष्ट सहन गरिन्, तापनि भगवान विष्णुद्वारा यो अखण्ड वाणी प्रकट भएन। यस ब्रह्मानन्द रस प्राप्त गर्नका लागि कयौं साधु सन्तहरूले प्रयत्न गरे। अनेक मानिसहरूले आफ्नो शरीरलाई तपाए, तर यस ब्रह्मानन्दको सुगन्धसम्म तिनलाई प्राप्त भएन। यस्तो अखण्ड आनन्दलाई ब्रजमण्डलका गोपिनीहरूले अनायास प्राप्त गरे। जुन ब्रह्मधामलाई वेदले अगम बनेको छ, यो व्याध वाणी रूपी धन हाम्रो घर ब्रह्मधामको नै हो। त्यसकारण उनीहरूले यसमा विलास गरे। योग्य पात्र बिना यो रस अनुमात्र पनि कसैलाई प्राप्त भएन। परमधामका मालिक पूर्ण ब्रह्म परमात्मा आजसम्म पनि यस दुनियाँमा प्रकट हुनु भएको थिएन। यस्ता अक्षरातीत प्रभुले स्वयं आफ्नो इच्छाले आफ्नै अर्धाङ्गिनी श्यामा र अन्य ब्रह्मात्माहरूका साथ यस संसारमा अवतरित भएर लीला गर्नुभयो। अखण्ड परम धामबाट सुन्दर साथ यस असत्य मायावी खेल हेर्ने कामनाले यस स्वप्नवत संसारमा आए। व्याधका प्रभु उनीहरूलाई जागृत गर्नका लागि आउनुभयो। उहाँले व्याधका लीला गर्नुभयो। यो व्याध वाणी हामी ब्रह्मात्माहरू बिना कसैलाई प्राप्त हुँदैन। कुनै जीवले बलिदान किन नगरोस् तापनि यसको आधा शब्द पनि त्यसलाई प्राप्त हुँदैन। पूर्ण ब्रह्मको इच्छाबाट नै ब्रह्मात्मा यो खेल हेर्नका लागि आए। त्यसकारण व्याधका प्रभु श्री राजाजी तिनीहरूलाई ध्यानपूर्वक यो खेल खेलाइरहनु भएको छ। ती आफ्ना आत्माहरूलाई व्याध पार अक्षर ब्रह्मदेखि पनि अगाडि परम नाम लिएर जानेछन्। त्यसपछि बुद्ध अवतार यस संसारमा परमधामको धन तारतम प्रकट गर्नेछन्। बुद्धजीको ज्ञान वैकुण्ठ पुगेर विष्णु भगवानलाई पनि सबै शुद्धि दिनेछ।
विष्णु भगवानको सुरतालाई पनि अखण्डमा पुर्याएर संसारका चराचर सबै जीवलाई पनि यो ज्ञानले अखण्ड मुक्ति प्रदान गर्नेछ। सद्गुरु धन्य धन्य हुनुहुन्छ जसले परमधामको यो धन खोजेर प्राप्त गर्नुभयो। उहाँले सुन्दर साथलाई स्नेहपूर्वक यो ज्ञान दिएर तिनका सुरतालाई परमधाममा स्थित गरिदिनुभयो। श्री 5 नवतनपुरी धाम त्यो स्थल हो जहाँ तारतम ज्ञानको उदय हुनाले सद्गुरु श्री देवचन्द्रजीले राम्ररी यसको चर्चा गर्नुभयो। जुन बेहदका सुन्दर साथ छन् तिनलाई राम्ररी परिचय गराउनुभयो। सद्गुरु हाम्रा नजिक आएर बेहदको बाटो देखाइरहनु भएको छ। उहाँ तारतम ज्ञान लिएर आउनु भएको छ जसको ज्योतिले 14 लोक प्रकाशित हुनेछ। रास र प्रकाश ग्रन्थको माध्यमले तारतम ज्ञानको प्रकाश सुन्दर साथमा प्रकट भयो। परमधामको यो तारतम बानीले सबै संसारको अन्धकार नाश गर्यो। आदि नारायणको हृदयबाट उनको श्वास रूपमा वेद प्रकट भयो। उनैबाट सबै ग्रन्थको उत्पत्ति भएको हो। वेदव्यासले त्यसै ज्ञानलाई आफ्ना बानीद्वारा प्रकट गरे। यी सबै ग्रन्थको फलको रूपमा श्रीमद् भागवतको निर्माण भएको छ। सुखदेव मुनिले आफ्नो श्रीमुखबाट यसको स्पष्टीकरण गर्नुभएको छ। उहाँले श्रीमद् भागवत रूपमा बेहदको समाचार ल्याएर ब्रह्म मुनिहरू संसारमा अवतरित हुने साथी दिएका छन्। वास्तवमा ब्रह्माण्डको विषयमा धेरै धर्म ग्रन्थ र ऋषिहरूका बानी छन्। तिनमा कस कसको नाम उल्लेख गरौं अन्तर हृदयले हेर्दा थाहा हुन्छ ती सबै यस बेहद मार्गका साथी हुन्। अखण्ड बानी र बेहदको मार्ग अहिलेसम्म कहिले प्रकट भएको थिएन। यस ब्रह्माण्डका मालिक ब्रह्मादि देवता पनि यसको भित्र बाहिर खोजी गर्दैछन्। धेरै सन्तहरूले पनि प्रयास गरे तर कसैले पनि यसलाई पाएनन्। यस विषयमा ब्रह्माण्डका अधिपतिहरूको नाम पनि लिइएको छ भने अरू अल्पका नाम सुनाएर के गर्ने। यो धन प्रकट हुनाले संसार धन्य धन्य भयो। त्यसकारण भरतखण्ड र त्यसमा रहने नर नारीहरू पनि कृतार्थ भए। यस ब्रह्माण्डका 5 तत्त्व धन्य भए। चारै युगमा श्रेष्ठ कलियुग पनि धन्य भयो र सबै पुरीहरूमा नवतनपुरी पनि धन्य भयो। अब म ब्रह्मात्माहरूको प्रथम अवतरणको कुरा गर्दछु। हे मेरा सुन्दर साथी सुन्नुहोस्। आजसम्म जुन लीलाको रहस्य कसैले आफ्ना कानले पनि सुनेका थिएनन् त्यो तपाईहरूको हातमा सुम्पन्छु। कसैको मनमा कुनै धोका नरहोस् त्यसकारण सबैको शङ्का हटाइदिन्छु। परमधामबाट अखण्ड ज्ञानको यस्तो वर्षा भयो। संसारका जड चेतन सबै मुक्त हुन सक्ने छन्। जमुनाजीको तट गोकुल र ब्रजवासी सबै धन्य भए जहाँ श्री कृष्ण परमात्माले 11 वर्षसम्म अखण्ड प्रेम लीला गर्नुभयो। यी 14 लोक स्वप्नका हुन् जसलाई हेर्नका लागि परमधामबाट ब्रह्मात्माहरू सुरता रूपले यहाँ आएका छन्। तिनले सबै ब्रह्माण्डका प्राणीहरूलाई मोक्ष दिनेछन् र अक्षर ब्रह्म जागृत भएपछि यो ब्रह्माण्ड पनि उनको हृदयमा अखण्ड हुनेछ। व्रजलीला पछि फेरि योग मायाको दोस्रो ब्रह्माण्ड रासलीला गर्नका लागि बनाइयो। त्यसमा श्री राजाजीका साथ पूर्ण रूपले आनन्द मग्न भएर सबै सुन्दर साथले उत्साहपूर्वक रासलीला गरे। रासको लीला नित्य नयाँ नयाँ हुन्छ। त्यसमा प्रेम रसक कुनै पनि प्रकारले भङ्ग हुँदैन। यसरी योग मायाले रंगिएका सबै सुन्दर साथले स्वप्नवत ब्रह्माण्डमा रासलीला गरे। हेर्नुहोस् यस योग मायाको मण्डलमा सुन्दर साथ स्वप्नवत हुँदा पनि प्रेममा भाव विभोर भएर कसरी खेलिरहेका छन्। रासलीला गरिसकेपछि ब्रह्मात्माहरू एकैसाथ परमधाममा जागृत भए भने अर्कातिर अक्षर ब्रह्मको हृदयमा रासलीला जस्ताको तस्तै छ। त्यसपछि फेरि यो तेस्रो ब्रह्माण्डको उत्पत्ति भयो। त्यसमा हामी सबै सुन्दर साथ आयौं। मायावी संसार हेर्न जुन कामना बाँकी थियो त्यसै कामनाका कारण हामी सबै यहाँ आयौं। यसरी हामीले तिनै ब्रह्माण्डमा असीम प्रेमानन्दका खेल हेर्यौं।
स्वप्नका 3 ब्रह्माण्डमा हामी सबै सुन्दर साथले जे देख्यौं त्यो परमधाममा जागृत भएपछि बन्नेछौं। अखण्ड रासलीलापछि यो तेस्रो ब्रह्माण्ड फेरि उत्पन्न भयो। त्यसमा अखण्ड ब्रजराजको मार्ग देखाउनका लागि प्रतिबिम्ब ब्रजराज देखाइयो। जब अखण्ड रास खेलेर ब्रह्मात्माहरू परमधाम गए तब प्रतिबिम्ब ब्रजमा श्रीकृष्णले वेदरिचा सखीहरूका साथ प्रेम लीला गरे। जसरी ब्रजमण्डलमा ब्रह्माजीले ग्वाल बाल सहित बाछाहरूको हरण गरे तब श्रीकृष्णजीले आफ्नो योग मायाको शक्तिबाट त्यस्तै बाछा र बालकहरू बनाए। ती सबै बेलुकी भएपछि गोकुलमा आफ्नो घरमा फर्किए। यो कुरा कसैलाई पनि थाहा भएन कि यी ग्वाल बाल र बाछा तिनै हुन् भन्ने। यसरी श्रीकृष्णले आफ्नो माया रचेका थिए। हे सुन्दर साथी, यो उदाहरणबाट तपाईहरू सबैले सम्झनु होला। अखण्ड रासलीला सम्झाउनका लागि अखण्ड रासलीलाको ब्रह्माण्ड र जागर्ने ब्रह्माण्ड बीच प्रतिबिम्ब लीलाको मार्ग यसरी क्रमले राखिएको छ। मायाको यो बल हेर्नुहोस्। यसबाट श्रीकृष्णले आफ्नो इच्छाद्वारा कसरी ग्वाल बाल आदि बनाउनु भएको थियो। अखण्ड रासलीलापछि सुन्दर साथ श्रीकृष्णका साथ परमधाम गए। ती सबै अक्षर ब्रह्मको हृदयमा रासको लीला पनि गरिरहेका छन्। रास रात्रिपछि प्रातःकाल हुने बित्तिकै प्रतिबिम्ब लीलाका सखीहरू र गोलोकी कृष्ण यस तेस्रो ब्रह्माण्डमा जाग्दछन्। त्यस्तै गोकुल, त्यस्तै यमुनाको किनार, त्यस्तै ब्रजवासी सबै बने। तर सांसारिक मानिसहरू त यस्तै मान्दछन् सबै वस्तु पहिलेकै हुन् भन्ने। यी सबै गोपीहरू अखण्ड रासलीलापछि सबै सुतेर अब आनन्दपूर्वक जागिरहेका छन्। यी सांसारिक मानिस यस्तो सम्झन्छन् कालमायाको यो ब्रह्माण्ड पहिलेकै हो जुन सधैँ खेल्दछन्। तर यस तेस्रो ब्रह्माण्डको उत्पत्ति र ती माथिका कारणले भएको हो। अखण्ड ब्रजराज तथा जागर्नेको ब्रह्माण्ड ती दुवै बीच प्रतिबिम्ब लीलारूप मार्ग राखिएको छ। कसैलाई पनि बेहदको यो द्वारको विषयमा थाहा भएन। बेहद भूमिका वेदरिचाहरू यसै द्वारबाट कालमायाको यस तेस्रो ब्रह्माण्डको असत्य खेल हेर्नका लागि प्रकट भए। गोपिनीहरूलाई यस्तो आभास भयो, हामीले रासलीलालाई मात्र हेर्यौं तर खेल्न पाएनौं। त्यसकारण रासलीला खेल्ने इच्छा मनमा नै रह्यो। वेदरिचा सखीहरूलाई पनि जब शंका लागिरह्यो भने हदभूमि 14 लोकका जीव बेहद भूमिकाको रहस्य कसरी जान्न सक्दछन्। योग मायाको मण्डलमा एकातिर ब्रह्मात्माहरू अखण्ड रास खेलिरहेका छन् भने उतातिर प्रतिबिम्ब लीलामा वेदरिचाहरू रास पूर्ण गरेर बिहान आफ्ना घरमा जागृत हुन्छन्। यसरी यस प्रतिबिम्ब लीला रूप द्वारबाट वेदरिचा गोपिनी रूपमा यस ब्रह्माण्डमा आए। तर जसको लागि यो तेस्रो ब्रह्माण्ड रचिएको थियो ती ब्रह्मात्माहरू फेरि यस जगतमा प्रकट हुनेछन्। यसरी छेर ब्रह्माण्डका जीव बेहदमा निरन्तर हुने अखण्ड लीलाको कुरा कसरी जान्दछन्। अखण्ड रासमा रमन गर्ने आत्माहरू को हुन् र प्रभातमा गोकुलमा उठ्ने शक्तिहरू को हुन्, यस रहस्यलाई ती कदापि जान्न सक्दैनन्। वेदरिचा रूप गोपीहरूका साथमा श्रीकृष्णले 7 दिनसम्म गोकुल लीला गरे। कंसको आग्रहमा अक्रूजी जब बोलाउन आए तब उनका साथ श्रीकृष्णजी मथुरा पुगे। मथुरामा कुवलया, पीड, हात्ती, चाँदुर र मुस्टिक आदिको संहार गरेर राजा कंसलाई पछारे। तबसम्म उनमा श्रीकृष्णको ग्वाल भेष थियो। उग्रसेनलाई राजतिलक गरे। यहाँसम्म मथुरामा 4 दिन भए। फेरि ग्वाल भेष उतारेर नन्दजीलाई दिए। तब उनीबाट अक्षर ब्रह्मको आवेश गयो। अब यहाँबाट अवतार लीला प्रारम्भ हुन्छ। फेरि श्रीकृष्णले आफ्ना पिता वसुदेवलाई बन्धन मुक्त गराएर राजसी वेश धारण गरे। अब यहाँदेखि अगाडि श्रीकृष्णजीको लीला हदको हो, यसको कथन त सबै गर्दछन्। तर बेहदका बानीको वर्णन हामी बिना अरू कसले गर्ला। यस प्रतिबिम्ब लीलामा खडा भएर नरसिंह मेहताले बेहद लीलाको गान गरेका थिए। उनले भक्ति मार्गमा
निशंक भएर अखण्डमा प्रवेश गर्ने ठूलो प्रयत्न गरे तर असफल भए। जुन प्रयत्न नरसिंह मेहताले गरेका थिए यति अरू कसैले गर्न सक्दैन। यसरी हदका जीवले पनि बेहदको अखण्ड लीलालाई खडा भएर हेरे। यस बेहद भूमिको प्रेम रस पाउनका लागि भक्त नरसिंहले अति प्रयत्न गरी विभिन्न प्रकारले गाए। यस तथ्यको पुष्टि स्वयं उनको बानीले गर्दछ। ब्रह्मप्रियहरूको अखण्ड प्रेम रस त मूल मिलावामा पुग्यो। नरसिंह मेहताका लागि यो रस प्राप्त गर्नमा 4 ढोका अवरोध बने। बेहद ब्रह्माण्डको प्रतिबिम्ब रासलीला रूपी ढोकाबाट उनलाई प्रेमानन्दको शीतल लहर प्राप्त भइरहेको थियो। यसको सुगन्ध उनी यसै संसारमा बसेर प्राप्त गरिरहेका थिए। यस बेहदका द्वारमा नरसिंह मेहता मस्त भइरहेका थिए। उनले बेहदरिताका साथ गरिएको लीलालाई आत्मसात गरे। सुखदेव मुनिले श्रीमद् भागवतमा व्रतराजको विवरण दिए तर बेहद बानी तारतम्यको उपलब्धि बिना उनी कयौं स्थानमा रोकिए। यदि यस्तो नभए सुखदेवजीले यति मात्र नै किन वर्णन गरे? महाराज लीलाको यति ठूलो विवरण मात्र 5 अध्यायमा नै कसरी पूर्ण हुन सक्दछ? रासलीलाको वर्णन छोडेर उनको मुखबाट कुनै अरू कुरा निस्कन सक्दैन थियो। यदि यसको विस्तृत रूपले वर्णन गरेको भए श्रीमद् भागवत करोड सवाईको हुन जान्थ्यो तर उनी के गर्न सक्दथे? उनलाई यतिकै आज्ञा र उनको बस पनि यति नै थियो। सुखदेवजीद्वारा यस वाणीको पूरा वर्णन हुन सकेन। उनको हृदयमा अखण्ड राजको वर्णन गर्ने उत्कण्ठा शेष रह्यो जसका कारण उनी अत्यन्त व्याकुल भए। यसरी अखण्ड प्रेम रसको प्रवाह रोकिएपछि उनी व्यथित भएर काम्न लागे। उनी यस दुःखलाई कसरी सहन गर्न सक्दथे जसको कारण अखण्ड राजको प्रवाह रोकियो? सुखदेवजीलाई बेहद लीलाको वर्णन गर्ने अपार चाहना थियो तर बेहदको द्वार खोल्न नसक्नाले रासलीलाको अखण्ड रस अधुरै रह्यो। फेरि पनि सुखदेवजीले राजको अखण्ड रात्रिको यथासम्भव वर्णन गरे। यसलाई मनमा विचार गरेर हेर्नुहोस्, नत्र भने नारायण भगवानको रातको वर्णन पनि कुनै बिरला पुरुषले गर्न सक्दछ तर रात रात्रिको त कुनै पार नै छैन किनभने यो लीला बेहद लीला बनिएको छ। यसरी बेहद भूमिको असीम लीलाहरूको वर्णन मात्र 5 अध्यायमा सुखदेवजीले गर्नुभएको छ। त्यो कसरी सम्भव छ? म यसको सरल स्पष्टीकरण गर्दछु। हे सुन्दर साथजी, तपाईं सबै ध्यानपूर्वक सुन्नुहोस्। त्यसकारण त्यस रातलाई ठूलो भनिएको छ किनभने वृन्दावनको अखण्ड रासलीला अति महान छ। यदि सुखदेवजीले यसको राम्ररी वर्णन गर्नुहुन्थ्यो भने त्यो बानी मात्र 5 अध्यायमा नै समाप्त हुने थिएन। राजको वर्णन गर्ने बेलामा सुखदेवजीले प्रेम रस प्राप्त गरिरहेका थिए तर राजा परीक्षितको प्रश्नमा अल्झिनाले उनी रोकिए। त्यसकारण सुखदेवजी अत्यन्त दुखी भए। उनी जान्दथे तर के गर्न सक्दथे किनभने पात्र बिना बेहद बानी रूपी अखण्ड प्रेम रस प्राप्त हुँदैन। हे सुखदेवजी, पात्र नहुनाले पनि तपाईले यो रस प्राप्त गर्नुभयो। यो अति महत्त्वको कुरो छ। त्यसकारण तपाईं यति दुखी किन हुनुहुन्छ? आजसम्म बेहदको प्रेमानन्द रसको आनन्द कसैले प्राप्त गरेको छ? हे सुखदेवजी, यो श्रीमद् भागवत त हामी ब्रह्मा आत्माहरूको पत्र हो। केवल तपाईंका साथमा यस संसारमा आएको हो जसका हद र बेहदका समाचार तपाईंद्वारा बताइएको हो। श्रीमद् भागवतमा लेखिएका कुरामाथि हामीले विधिपूर्वक विचार गर्यौं र त्यसलाई जान्यौं। हे मुनिवर, तपाईंद्वारा हामीलाई हाम्रो मूल घरको सन्देश प्राप्त भयो। यस श्रीमद् भागवतको सम्पूर्ण विवरण र सम्पूर्ण सार हामीले लियौं। यो अरू अल्पज्ञहरूका लागि कुहिरो समान छ। त्यसकारण तिनका लागि बेहदको भूमिको द्वार प्राप्त हुँदैन। यस संसारका बिचारा अन्य जीव यस बेहदको विवरण कसरी जान्न सक्दछन्? जसको यो पत्र हो तिनीले यसको विवरण जान्न सक्दछन्। यसकारण हामी बिना अखण्ड बेहद भूमिको ढोका अरू कसैले खोल्न सक्दैन। बेहदका आत्माहरूका लागि दिइएको समाचार
यदि संसारी जीवले यसलाई लाखौं पटक पढे पनि यसको एक पंक्तिको रहस्य प्राप्त गर्न सक्दैनन्। यस ब्रह्माण्डका मालिकले अनेक प्रयत्न गरेर पनि रहस्य जान्न सकेनन्। यो श्रीमद् भागवत जीव सृष्टिका लागि कुहिरो र अन्धकार समान छ र वेदीहरूका लागि समाचार पत्र समान छ। अब म वेदका ढोकालाई श्रीमद् भागवतद्वारा सिधा रीतिले खोलेर देखाउँछु। सुखदेव मुनिले यस संसारमा वेदका शब्द लिएर आए। यस कुरालाई आफ्नो भित्री आँखाले विचार गरेर हेर्नुहोस् र मनको भ्रम मेटाउनुहोस्। सुखदेवजीद्वारा गाइएका श्रीमद् भागवतको दोस्रो स्कन्धको 32 अध्याय, जसलाई चतुश्लोकी भागवत भनिएको छ, जसमा भगवानले ब्रह्माजीलाई सृष्टि रचनाको आज्ञा दिएका छन्, त्यसको अर्थको वास्तविकतालाई ध्यान दिनुहोस्। यो चतुश्लोकी भागवतको मूल सिद्धान्तद्वारा वेद भूमिको ढोका सिधा देखिन्छ। यस सांसारिक मायाको पनि परिचय हुन्छ। यस अर्थलाई राम्ररी ग्रहण गर्नुहोस्। हृदयमा आत्मसात गर्नुहोस्। अव्याकृत अक्षरको निन्द्रालाई मोह तत्व बनिएको छ। उनको सुरता अहंकार नारायणका रूपमा जगतमा व्याप्त भयो। अक्षर ब्रह्मको सपनाबाट नै यो ब्रह्माण्ड बनेको छ, जसका अनेक नाम राखिएका छन्। व्याध भूमिको अखण्ड घरको मार्ग व्याध भूमि परम धाममा बस्ने आत्माहरू नै जान्दछन्। हद भूमि स्वप्न जगतका जीवहरूले व्याध भूमिको द्वार कसरी चिन्न सक्दछन्? श्री सुखदेवजी यस्ता समर्थवान भए जसले व्याधको द्वार देखे। उनले अति प्रयत्न गरे, तर त्यस द्वारलाई खोल्ने साँचो उनले पाएनन्। व्याधका द्वार खोलेर अखण्ड राजको वर्णन गर्न गइरहेका सुखदेवजी राजा परीक्षितको प्रश्नले बीचमै रोकिए। राजा परीक्षितलाई ब्रह्मानन्द रसको अनुभव गराउन गइरहेका थिए, तर उनको पात्रताको अभाव र अज्ञानताको कारणले उनी स्वयं दबिए। यसपछि पनि सुखदेव मुनिले अखण्ड रासलीलाको वर्णन गर्नका लागि अति प्रयत्न गरे, तर स्थान स्थानमा पछारिए। हदका जीव राजा परीक्षितका कारण उनी यसै ब्रह्माण्डमा अल्झे। रासलीलाको अखण्ड सुखको वर्णन त्यसबेला हुन सकेन, किनभने राजा परीक्षितको प्रश्नले गर्दा एकाग्रता टुट्नाले बानीको प्रवाह बीचैमा रोकियो। एकाग्रता टुट्नाले बानीको प्रवाह बीचैमा रोकियो। पात्र बिना रस कसरी टिक्न सक्दछ? त्यसकारण ब्रह्मानन्द रसको उर्लिएको प्रवाह बाहिर छचल्किएर पोखियो। त्यस रसको अधिकारी ब्रह्मात्माहरूले चिनेर त्यसलाई राम्ररी ग्रहण गरे। यो ब्रह्मरस व्याधवाणी 80 वर्षसम्म विक्रम सम्वत 1638 देखि 1718 सालसम्म सुन्दरसाटका बीचमा सुरक्षित रह्यो। सुन्दरसाटले त्यसलाई लिए, पिए तथा समय समयमा परस्पर वितरण गरे। व्याधवाणीको यो रसको एक थोपा मात्र पनि ब्रह्म सृष्टिका अतिरिक्त कसैलाई प्राप्त भएन, केवल सुन्दरसाटमा नै समाहित भयो। जति सुन्दरसाटका लागि यो थियो तिनैले नै यसको अनुभव गरे। त्यो सुन्दरसाट समुदायमा नै व्याप्त रह्यो। व्याधवाणीको यो रस मसँग आएपछि छचल्कियो र सागरको लहर चाहिँ व्यक्त भएर अङ्गबाट बाहिर बग्न लाग्यो। हामीले त्यसलाई रोक्नका लागि कयौं प्रयत्न गर्यौं, तर त्यो प्रेम रस कुनै प्रकारले पनि रोक्न सकिएन। अब यो अखण्ड वाणीको प्रेम रस आफ्नो सीमाबाट बाहिर निस्कियो। त्यसकारण अब सबै विश्वमा स्पष्ट रूपले प्रकट हुनेछ। यो प्रेम रस आजसम्म विश्वमा अरू कसैले भन्न सकेको थिएन। अब सुन्दरसाटहरू यस लीलाको रसले आकर्षित भएर यतातिर तानिएर आउने छन्। जो कोही जिज्ञासु छन् तिनले जानुन् कि अब यो रस कसरी गुप्त रहन सक्दछ। अब संसारका सबै मानिसहरूले यसलाई सुन्नेछन्। त्यसकारण यो कसरी गुप्त रहन सक्दछ? यो व्याधवाणी इन्द्रावतीको मुखबाट प्रकट भएको हो। सबै सुन्दरसाटले अनेक प्रकारले व्याधको यो अखण्ड आनन्द रस पान गरे। यस व्याधवाणीको प्राप्तका लागि कयौं मानिसले कठोर तपस्या गरी
यस अखण्ड प्रेम रस प्राप्त गर्नका लागि आगो पिए। यस बानीका लागि कयौंले हठ योग र प्राणायामद्वारा इन्द्रिय दमन गरेर भयंकर दुःख र कष्ट सहन गरे। यस बानीलाई प्राप्त गर्नका लागि कयौं मानिसले आफ्नो शरीर बरफमा गलाए। यसै बानीका लागि कयौं तपस्वीहरू अनशन बसे। यस व्यर्थ बानीलाई प्राप्त गर्नका लागि कयौं मानिसले भैरव छाप पहाडबाट हाम फाल्ने काम गरे। कयौंले शरीरलाई तिल तिल समान ससाना टुक्रा पारे। यस व्यर्थ बानीलाई प्राप्त गर्नका लागि कयौं मानिसले अंग प्रत्यंगलाई घिरले भोपे। यस व्यर्थ बानीलाई प्राप्त गर्नका लागि कयौं मानिसले आफ्नो शिरमाथि बलेको आगो हाले। यस व्यर्थ बानीलाई प्राप्त गर्नका लागि कयौं मानिसले अनेक दुःख सहन गरे। यसरी यस अमूल्य प्रेम रसयुक्त अखण्ड बानीको महत्वको विषयमा कति भनौं। यस मार्गमा हिँड्ने साधक त असंख्य भए। यस द्वैत बानीको रसानन्द, यस अद्वैत बानीको रसानन्दको एक थोपा पनि कसैले पाएनन्। जिब्रोद्वारा त्यसको वर्णन पनि गर्न सकेनन्। 14 लोक ब्रह्माण्डका स्वामी कहलाउने श्री गुणाधिपति पनि यसबाट वञ्चित रहे। अन्य अनेकौं नाम छन्, कसका नाम ल्याउँ। यस दुनियाँका अधिपति भनिने त्रिदेवहरूको नाम उल्लेख गरेपछि अरूको नाम उल्लेख गरिरहनु आवश्यक पर्दैन। यो अमूल्य ब्रह्मानन्द रस सागर समान उर्लेर आएको छ र त्यसको लहर चारैतिर फैलन लाग्यो। हामी सबै ब्रह्मात्माहरू यस अमृत रस पिएर प्रभुका साथ विलास गरिरहेका छौं र यो रस छचल्किएर अरूमा पनि फैलिन लाग्यो। यस ब्रह्म ज्ञानको बीज सर्वप्रथम श्री 5 नवतनपुरी धाम जामनगरमा उदय भयो। त्यसकारण नवतनपुरी सबै पुरीमा उत्तम भएर धन्य धन्य भयो। यो ब्रह्मानन्द रस परमधामबाट कसरी अवतरित भयो यसको वर्णन अब म गर्दछु, जसबाट यो रहस्य सबैले बुझुन्। अहिलेसम्म मैले आफ्ना सुन्दर साथको मनमा कुनै शंका बाँकी राखिन। सर्वप्रथम गोकुल र ब्रजमण्डलमा श्रीकृष्ण अवतरणका साथै जुन ब्रह्मानन्द रस प्रकट भयो त्यसको सुख असीमित थियो। त्यसबेला ब्रह्मात्माहरूले स्वयंको अवास्तविक परिचय बिना नै प्रेमानन्द लीला विलास गरे। तिनलाई परमधामको साक्षात अनुभव भएन। प्रियतम परमात्माका साथ ब्रह्मात्माहरूले सपनामा खेलेको खेल जस्तै ब्रजको आनन्द प्राप्त गरे। यदि तिनलाई परमधामको अनुभव भएको भए तिनको सपना भङ्ग हुने थियो र जागृत हुन्थे। फेरि दुःख हेर्ने चाहना पूरा हुने थिएन। त्यसकारण तिनलाई परमधामको अनुभव भएन। यदि सपना मेटिएको भए सपनाको सुख कसरी आउँथ्यो र मायावी जगतको खेल कसरी हेर्न सकिन्थ्यो। जब परमधामको अखण्ड सुख लिन लागेको भए तिनीहरूको निद्रा पनि भङ्ग हुने थियो। निद्रा उडेपछि सपना पनि भङ्ग हुन्छ, जसबाट मायावी खेल हेर्ने इच्छा पूरा हुँदैन र फेरि संस्कृतिमा आउनु पर्दथ्यो। सपना जगतको सुख र परमधामको अखण्ड सुख दुवै एकैसाथ लिन सकिँदैन। हे सुन्दर साथजी, यसरी सम्झनु। त्यसबेला सुख त धेरै प्राप्त भएको थियो, तर गोकुलको सुख स्वप्नवत हुनाले अज्ञानमा नै अनुभव भएको थियो। रासलीलाको अखण्ड आनन्दको विषयमा म के भनौं? त्यो त यस्तो लाग्दछ मानव आफ्नै मूल घर परमधामको नै सुख हो। त्यसकारण यो आनन्दलाई सुन्दर साथ तथा धामधनी बिना अरू कसैले जान्न सक्दैनन्। योगमायाको ब्रह्माण्डमा धामधनी श्री कृष्णको स्वरूप नवीन थियो र उनको श्रृंगार पनि नवीन नयाँ थियो। हामी सबै सुन्दर साथको प्रेम पनि नवीन थियो र हाम्रा आकार पनि नवीन थिए। अनुपम वन पनि नवीन र सुन्दर थियो। त्यसमा नवीन प्रकारको वायु प्रवाहमान हुन्थ्यो। जमुनाजीको पानी पनि नवीन प्रकारको देखिन्थ्यो। त्यसका किनारमा नवीन प्रकारका वृक्षको समूह झुमिरहेको थियो। वनको बेलीहरूबाट नयाँ प्रकारको सुगन्ध आइरहेको थियो। जमुनाजीको नजिक जमिनको बालुवा पनि नवीन रूपमा सेतो चम्किरहेको थियो। पूर्णिमाको चन्द्रमा पनि
नवीनतापूर्वक सम्पूर्ण कलाहरू सहित प्रकाशमान थियो। नवीन रङका पशु पन्छी वनमा नवीन प्रकारका बोली बोलिरहेका थिए। प्रियतम श्री कृष्णजी विभिन्न प्रकारका नयाँ नयाँ आनन्द प्रदान गर्नका लागि नयाँ वंशी बजाइरहनु भएको थियो। यस आनन्द रसको कुरा कति भनौं, यो रस अति रहस्यमय छ। हामी ब्रह्मात्माहरूले प्रियतम श्री कृष्णका साथ विलासको अपरिमित आनन्द प्राप्त गर्यौं। श्री कृष्णजीका साथ खेलिएको रासलीलाको आनन्द मेरो अन्तरात्माले जान्दछ। ब्रजलीलाको आनन्द भन्दा रासको आनन्द अनन्त गुणा र असीम छ। सबै ब्रह्मात्माहरूमा पनि मूल परमधामको तेज नै विद्यमान थियो र वृन्दावनका पूरा सामग्री चिन्मय थिए। त्यहाँ स्थावर जंगमात्मक प्रकृति पनि चेतन थिए। यस्तो अलौकिक रासलीला प्रकट भएको थियो। तर योगमायाको मण्डल स्वप्नवत हुनाले त्यहाँको सबै सुख पनि स्वप्नवत थियो। अवश्य नै त्यो सुख निद्रामा नै अनुभव भएको थियो, किनभने ती सबै योगमाया रचित हुनाले त्यसमा अखण्ड परमधाम हेर्न सकिँदैन थियो। यसरी गोकुल लीलाको एक रीति भनियो। तत्पश्चात योगमायाको रासमण्डलको सुख पनि स्वप्नको सुख बनिएको छ। यसरी परमधाम तथा संसारका दुवै सुख एकैसाथ कसरी प्राप्त हुन सक्दछ? सुन्दर साथजी, यसमाथि विचार गर्नुहोस्। जब हामी मायावी संसारको सुखमा मग्न भएदेखि घर परमधाम देखिँदैन थियो। जब मूल घर परमधामको सुख देखिन्छ भने सपनाको सृष्टिको त्यो सुख दुःख अदृश्य हुन जान्छ। यसरी ब्रजराजका लीलाहरूको आनन्द सपनाको अनजान अवस्थामा नै अनुभव गर्यौं। यी दुवै लीलाहरूमा मूल घर परमधामको परिचय थिएन। यस प्रकारका दुवै लीला गरेर फेरि हामी मूल घर अखण्ड परमधाम आयौं। त्यसपछि कालमायाको यस ब्रह्माण्डमा हामी मायाको शेष कामना लिएर आयौं। मायाको झुटो खेल हेर्ने मनोरथ ब्रज तथा रासमा पूरा भएन। अनजानमा नै विरह विलासको अनुभव भयो। यसरी सखीहरूको दुःख रूपी खेल हेर्ने कामना शेष रह्यो। त्यो कामना शेष कसरी रहन सक्दछ? त्यसकारण यो तेस्रो ब्रह्माण्ड रचियो। यहाँ प्रभु स्वयं सद्गुरु रूपमा दोस्रो पटक तारतम ज्ञान लिएर आउनुभयो। जसरी प्रथम अवतरणमा ब्रजराजका दुई लीला भए, त्यसै गरी अर्को पटक यस जागनी ब्रह्माण्डमा पनि दुई प्रकारका लीला भए। तर तारतम ज्ञान नपाई यी अर्थलाई कसैले बुझ्न सक्दैनन्। प्रथम स्वरूप निजानन्द सतगुरु श्री देवचन्द्रजीमा यो तारतम ज्ञान उदय भयो र अर्को पटक श्री प्राणनाथजीद्वारा यसको प्रकाश फैलियो। यसरी जागने लीलाको यो प्रकाश सबै प्रकारले विस्तार भयो। तारतम ज्ञानको प्रखर प्रकाश सबैतिर चम्किरहेको छ भने त्यसबाट के हुन्छ? यसको प्रकाशमा ब्रह्मात्माहरू एकातिर स्वप्नवत ब्रह्माण्ड र अर्कातिर अखण्ड परमधामलाई एकैसाथ हेर्न सक्ने छन्। ब्रह्मात्माहरू यस तारतम ज्ञानको प्रकाशले सीधा परमधाम देख्दछन् र ब्रजराज दुवै लीलाको याद गरिरहेका छन्। यी सबै याद गर्दै यस जागर्ने लीलामा दुई स्वरूपका साथ भएका दुई लीलाको आनन्द पनि प्राप्त गरिरहेका छन्। परमधामदेखि लिएर तेस्रो जागर्ने लीलासम्मका सबै आनन्द ब्रह्मात्माहरूको स्मृतिमा आइरहेको छ र ती आफ्ना अन्तर्दृष्टिले हेरिरहेका छन्। यसरी तारतम ज्ञानले सबै प्रकारका असंख्य आनन्द प्रदान गर्दछ। जागर्ने लीलामा यो असत्य जिब्राद्वारा भन्न सकिँदैन। त्यसकारण हे सुन्दर साथजी, तारतम ज्ञानद्वारा दुवै प्रकारको सुख प्राप्त गर्नुहोस्, जसबाट तपाईहरूको कामना पूर्ण होस्। जागर्ने लीलाको यो बल तारतम बानीद्वारा स्पष्ट हुन्छ र त्यसको अर्थको प्रतापले रास तथा प्रकाशका बानी सुनेर व्याध बानी पनि आत्मसात हुन जान्छ। तारतम ज्ञानको उदयले यो ब्रह्माण्ड धन्य भयो, साथै यो भारतवर्ष पनि धन्य भयो। सबै युगमा यो कलियुग पनि धन्य छ, जसमा यो तेजोमय प्रचण्ड जागर्ने लीला प्रकट भयो। यो नवतनपुरी धामको भूमि धन्य छ।
यसैमा यो जागर्ने लीला अक्षरातीतको परिचय गराउने तारतम ज्ञानका लीलाको उदय भयो। यहाँ कति सुन्दर साथहरू जागृत भए र अन्य पछि जागृत हुनेछन्। धामधनी पनि धन्य हुनुहुन्छ। उहाँ ब्रजराजपछि दोस्रो पटक यहाँ जागर्ने ब्रह्माण्डमा सुन्दर साथसँग आउनुभयो। तेजोमय तारतम ज्ञान पनि धन्य छ, जसलाई सद्गुरु प्रकट भएर प्रकाशित गर्नुभयो र हामी सुन्दर साथलाई आनन्द प्रदान गर्नुभयो। तारतमको यस ज्ञानले गर्दा व्याधभूमिको प्रेम र आनन्द रसयुक्त ब्रजराज तथा धामको लीला सबैतिरबाट प्रकाशित भयो। यसको प्रतापले मायावी खेल हेर्दै सुन्दर साथले विभिन्न प्रकारले अखण्ड आनन्द प्राप्त गरे। इन्द्रावती भन्नुहुन्छ, यसै तारतम ज्ञानको रसबानी रूपमा यदि मैले कसैलाई पिलाएँ भने त्यसमाथि चढेको मायालु विष पनि हट्नेछ र त्यसलाई अखण्ड आनन्द प्राप्त हुनेछ। जो सांसारिक जीव अज्ञान निन्द्राले गर्दा जान्दैनन् तिनलाई यस तारतम बानीको रस पान गराउनुहोस्, किनभने धामधनी यस मायाको शक्तिलाई जान्नुहुन्थ्यो र त्यसलाई हटाउनका लागि यस तारतम ज्ञानलाई उहाँले यस संसारमा ल्याउनु भयो। सुन्दर साथमाथि चढेको मायावी विष उतार्नका लागि सद्गुरु तारतम ज्ञान लिएर आउनु भएको छ। त्यसकारण यस व्यर्थ ज्ञानको प्रेमानन्द रसलाई म श्रवणद्वारा सुन्दर साथलाई पिलाउँदैछु। तारतम रस जुन कानमा प्रवेश गरेर हृदयसम्म पुग्दछ ती माथि मायाको विषले के असर गर्न सक्दछ, किनभने जागृत अवस्थामा कहिले पनि सपना देखिँदैन। यी दुवै प्रत्यक्ष विरोधी तत्व हुन्। सपना त निन्द्रामा नै देखिन्छ, सपनामा अनेक ब्रह्माण्ड देखिन्छन्, तर आँखा खुलेपछि ती सबै ब्रह्माण्ड केही पनि देखिँदैन। यसै तारतम ज्ञानको रसले मायाको विषलाई उतारिदिन्छ, शरीरलाई विषरहित बनाउँछ, जसबाट जीवात्मा जागृत भएर अखण्ड आनन्द प्राप्त गर्न सक्दछ। जागृत भएपछि यहाँ अनेक प्रकारको असीम आनन्द प्राप्त हुन्छ। परमधामको अखण्ड आनन्दको अनुभव यही गर्दै आत्मा दृष्टिले मूल घरको साक्षात्कार हुन्छ। तारतमको आनन्दलाई संसारमा कसरी प्रकट गर्ने, यस बानीको रहस्य जानेर आफ्नो आत्मा जागृत गर्नुहोस्। इन्द्रावती भन्नुहुन्छ, मैले तारतम ज्ञानका यी वचनलाई सुन्दर साथका लागि यहाँ प्रकट गरेँ। यसरी व्यर्थ भूमि अखण्ड घरका अनेक द्वार राम्ररी खोलिदिएको छु। यसरी व्यर्थ भूमि अखण्ड घरका अनेक द्वार राम्ररी खोलिदिएको छु। यस अद्वैत बानीको एक अक्षरको चौथा भाग पनि आजसम्म कुनै प्रकारले प्रकट भएको थिएन। धामधनी सद्गुरुले परमधामबाट यो धन लिएर आउनुभयो र यो व्यर्थ बानी प्रकट भयो। ब्रह्मात्माहरू यो मायावी खेल अलग अलग स्थानमा अलग अलग प्रकारले हेरिरहेका छन्। त्यसकारण यो ज्ञान पनि यसरी प्रसारित भयो, जसबाट अब कोही पनि अखण्ड सुख बिना रहने छैनन्, जसबाट अब कोही पनि अखण्ड सुख बिना रहने छैनन्। मायाको यो खेल छलको हो, यसलाई त्यसै छोडिँदैन, किनभने यस ब्रह्माण्डको निर्माणमा राम्रो कला देखाइएको छ। जसरी कुनै जादुगरले आफ्नो खाली टोकरीमा जादुको परेवा हालेर देखाउँछ र फेरि फुक्ने बित्तिकै तुरन्त खाली देखिन्छ, त्यसरी नै यस मायावी छल ब्रह्माण्डको रचना अक्षर ब्रह्मद्वारा भएको छ। अक्षर ब्रह्म रूपी जादुगरको खेलका परेवाहरूलाई हेरेर परमधामका सुन्दर साथ त्यसैमा मस्त छन्। जादुगरले आँपको बिउ रोपेर पानी सिंचन गर्दछन् र केही समयपछि फूल र फल तथा रङ्गी बिरङ्गी लताहरू त्यस वृक्षमा लागेको देखाउँछन्। त्यसलाई हेरेर मन भ्रमित हुन्छ र शरीरको पनि शुद्धि रहँदैन। त्यस आँप र बेलीको तमासा हेरेर चित्त व्याकुल हुन्छ र धैर्य पनि हराउँछ। त्यसै बेला त्यो खेल अदृश्य हुन्छ र पछि जादुगरको हातमा आँप र बेली केही पनि हुँदैन। त्यसै गरी अक्षर ब्रह्म रूपी जादुगरको खेल हेरेर सुन्दर साथको चित्त भ्रमित भयो र मायावी रङ्गमा रङ्गिएर त्यसमा बाँधिए। मायावी खेल हेरेर ब्रह्मात्माहरू आफ्नो शरीरलाई पनि भुले। यति मात्र होइन, आफ्नो मूल घर परमधामलाई पनि भुले।
कमिला समान मायाले हात्ती समान परमात्माहरूलाई आफ्नो बसमा पारी यही ठूलो आश्चर्यको घटना भयो। हे सखी हो, यो यति आश्चर्य छ, आफ्नो मनमा विचार गरेर हेर्नुहोस्, जसको कुनै अस्तित्व छैन। यस्तो मायाले साँचो वस्तु आत्मालाई तानेर लगी। यसरी परमात्माहरूलाई अद्भुत अज्ञान रूपी निद्राको प्रभाव जति जति बढ्दै गयो, त्यसै गरी सपनाको प्रभाव पनि बढ्दै गयो। अब प्रयत्न गर्दा पनि त्यसलाई मायावी खेलबाट बाहिर निकाल्न सकिएन। हे सुन्दर साथी, त्यसकारण यो बिहान भनिएको छ, जसबाट तपाईहरुमाथिको अज्ञान रूपी निद्रालाई हटाइदिन्छु, सपनालाई बढ्न दिन्न र तपाईहरुमाथि चढेको विषलाई पनि उतारिदिन्छु। यसरी कमिला रूपी मायाको मुखबाट हात्ती रूपी ब्रह्मात्माहरूलाई निकालिदिन्छु र भुलेका ब्रह्मात्माहरूलाई तिनको वास्तविक शरीरको परिचय तारतम ज्ञानद्वारा गराउँछु। सद्गुरु प्रभुका अनेक बानी भनेर शिर र नीरको निरूपण गरिदिन्छु। सांसारिक असत्य मायाको परिचय गराएर ब्रह्मात्माहरूलाई मोह सागरबाट पार गरिदिन्छु। यसरी सुन्दर साथलाई तारतम बानीको रस पिलाएर तिनको कार्य सिद्ध गरिदिन्छु। यस मोह सागरको विष यति प्रबल छ, यस्तो जानेर सद्गुरु तारतम लिएर आउनुभयो। सबै प्रकारका विकारहरूलाई हटाउने यो अचूक औषधि हो। सद्गुरुले यसलाई प्रकाशित गर्नुभयो। अखण्ड तारतम ज्ञानको रस पिलाएर सुन्दर साथलाई मूल वतन परमधाममा पुर्याइदिन्छु। धन्य छ त्यस तारतम ज्ञानलाई जसबाट यस ब्रह्माण्डमा सम्पूर्ण प्रकाश फैलियो। अखण्ड ज्ञानको यो प्रकाश सुन्दर साथलाई मायाको खेल देखाउनका लागि ल्याइयो। संसारका अर्का जीव त अलग अलग प्रकारले मायाको बन्धनमा बाँधिएका छन्। हे सुन्दर साथजी, म अर्को या तेस्रो यसकारण भन्दैछु किनभने सुन्दर साथले मायालाई अधिक महत्व दिएका छन्। सुन्दर साथ स्वप्नवत मायालाई सत्य मानेर हेरिरहेका छन्। त्यसकारण मैले यसरी विचार गरेर तपाईहरुलाई भन्नु पर्यो। तारतम ज्ञानमाथि विचार गरेर यस छललाई छोडिदियौं भने दुवै प्रकार इह र परको सुख प्राप्त हुनेछ। यसरी संसारमा पनि सुखको अनुभव गर्नुहोस् र हर्षपूर्वक आफ्नो मूल घरमा पनि जागृत हुनुहोस्। तारतम ज्ञान समान सम्झन योग्य अरू कुनै वस्तु छैन। यसै गरी सुन्दर साथका अतिरिक्त यस संसारका सबै जीव स्वप्नका हुन्। त्यसकारण मायालाई असत्य हो भन्ने कुरो सम्झाएर सबै सुन्दर साथलाई जागृत गर्दछु, जसबाट तिनको मनमा कामना शेष नरहोस्। त्यसकारण माया र परम नाम दुवैको यथार्थ स्वरूप भने, जसबाट हर्षपूर्वक यो सपना उडोस्। इन्द्रावती धनीका चरण कमलमा प्रणाम गरेर भन्नुहुन्छ, म सुन्दर साथलाई युक्तिपूर्वक मायाबाट जगाइदिन्छु। त्यसकारण माया र परम नाम दुवैको यथार्थ स्वरूप भने, जसबाट हर्षपूर्वक यो सपना उडोस्। श्री इन्द्रावती धनीका चरणमा प्रणाम गरेर भन्नुहुन्छ, म सुन्दर साथलाई युक्तिपूर्वक मायाबाट जगाइदिन्छु। म सुन्दर साथलाई युक्तिपूर्वक मायाबाट जगाइदिन्छु। चौपाई 166, प्रकरण 31, चौपाई 954। बोलो श्री प्राणनाथ प्यारे की जय। श्री तारतम सागर प्रकाश हिन्दी नेपाली स्वरूपको 32औं प्रकरण दूध पानीको न्याय। इन्द्रावती भन्नुहुन्छ, हे परमधामका आत्मा हो, मायासँग लड्नका लागि कमर बाँधेर तयार हो। प्रभुका चरणमा आफ्नो श्रोता अथवा ध्यान स्थिर गर। कर्म उपासना र ज्ञान काण्डको चर्चा गर्ने सुखदेव मुनि पनि अति महान छन्। उनका बानीको एक रहस्य म भन्दैछु। परमधामका आत्मा जानेर नसोधिकनै म तपाईहरुलाई यो रहस्य भन्दैछु। तपाईहरुको मनमा कुनै शंका नरहोस्। यस्तो मेरो आत्माले सहन गर्दैन। संसारमा यस्तो कुरा पनि सुनिन्छन्, कमिलाका पाउमा हात्ती बाँधियो, च्यान्द्रोले पहाड ताक्यो, तर यस्तो कहीँ देखिएको छैन। कमिलाले हात्तीलाई निल्यो। यस रहस्यको जानकारी कसैलाई पनि छैन। ब्रह्माजीका मानस पुत्र सनकादिक सनक
सनन्दन सनातन र सनत कुमारले आफ्ना पिता ब्रह्माजीसँग सोधे, के यस संसारमा जीव र मन एकैसाथ रहन्छन्? यी दुवै केही समयदेखि सँगै आएका हुन् या अनादि भूमिकामा पनि एकैसाथ रहन्छ? ब्रह्माजीले भने, अनादि भूमिकामा यी साथै थिएनन्, यस नश्वर जगतमा आएर यी मिले। फेरि सनकादि ऋषिहरूले सोधे, तपाईँ यी दुवैलाई अलग अलग गरेर तिनको गुण दोष भन्नुहोस्। तब ब्रह्माजीलाई अति चिन्ता भयो। उनले आफ्नो अन्तर्मनले विचार गरे, मलाई यो थाहा छैन यी दुवैलाई म अलग अलग गरी कसरी बताऊं। तब चिन्तनद्वारा उनी विष्णु भगवानका शरणमा गएर उनीसँग प्रार्थना गरे। वैकुण्ठनाथले जब यो कुरा सुने तब त्यसै बेला हाँसको रूप धारण गरेर दूधलाई पानीबाट अर्थात् जीव र मनलाई अलग गर्न आए। हाँस यति सुन्दर थियो, त्यसैले चारै ऋषिहरूको मनलाई हर्यो। चारै ऋषिहरू शुद्ध जीवले हाँस रूप आएका भगवान विष्णुलाई चिनेर प्रणाम गरे। तर फेरि जीवमाथि मनको प्रभाव पर्नाले मनले विचार गर्न लाग्यो, यो त हाँस पो देखिएको छ। जीवले भगवानलाई चिन्यो तर मनले भ्रमित गरेर उनको बुद्धिलाई हर्यो। तब सनकादि ऋषिहरूले सोधे, तपाईँ को हुनुहुन्छ? तब हाँस रूप विष्णु भगवानले यसको उत्तरमा मन र जीवको भिन्नता बताए। त्यसलाई बुझेर सनकादिको भ्रान्ति मेटियो। ती चारैको मन शान्तता भयो, तर क्षीर र निर, ब्रह्म र मायाको अलग अलग निरूपण भएन। हाँसहरू भगवान हुन् या अरू कुनै, तर आत्मा र मनलाई कसैले अलग गरेन। दुवैको उद्गम स्थान अलग अलग छन्, यस्तो कसैले स्पष्ट भनेन। अब म यी दुवैको परिचय दिएर जीव र मनको अलग अलग स्वरूप स्पष्ट गर्दछु। यसलाई बुझेर आफ्नो आत्मा, आफ्नो मूल घर परमधाम र आफ्ना प्रभु परमात्मालाई चिन्नुहोस्। तपाईहरूको मनमा कुनै शंका रहन दिन। यी चारै रहस्यमय वाक्यको यही स्पष्टीकरण हो। कुनै साधु मानिस सोध्दछन्, यसमा सत्य के हो? तब त्यसको उत्तर सबै शास्त्र यसरी दिन्छन्। 1. कमेलाका पाउमा हात्ती बाँधिनु। 2. कमेलाले हात्तीलाई निल्नु। 3. च्यान्द्रोले पहाड दाग्नु। 4. सियोको पालबाट हात्ती छिर्नु। वैकुण्ठनाथ असीम बुद्धिका मालिक हुनुहुन्छ। यसरी हाँस बनेर उहाँले आफ्नो केही शक्ति देखाउनु भयो। त्यस्तो त उहाँ धेरै कुरा गर्न सक्नुहुन्थ्यो। उहाँको प्रयत्नबाट सबै हुन सक्दछ, तर यति मात्रले जीव र मनको शक्ति अर्थात् माया र ब्रह्मको निरूपण हुन सकेन। यसरी सबै शास्त्रवेता विद्वानको मनमा पनि जीव र मनको स्वरूपको भ्रम बनिरह्यो। कसैले पनि यो रहस्य बुझेनन्। अब म सद्गुरुका बानीद्वारा सम्झाउँछु र दूधलाई पानीदेखि अलग गरिदिन्छु। यदि तपाईहरूलाई आफ्नो आत्माले साथी दिन्छ भने तारतम ज्ञानका यी रहस्यलाई सत्य मान्नुहोस्। तारतम ज्ञानभित्र ज्ञानको अथाह प्रकाश भरिएको छ, जसलाई ग्रहण गरेर यो जीव अति प्रकाशित हुनेछ। जो परम धामतिर आफ्ना दृष्टि राख्दछन् ती 14 लोकमा प्रकाश फैलाउन सक्दछन्। तारतमको यो ज्योति सधैँ अखण्ड छ। यसको क्षमताको बारेमा भविष्यमा केही प्रकाश पार्नेछु। तारतम ज्ञानको प्रकाश यस ब्रह्माण्डमा सीमित छैन। यसकारण असत्य जिब्राले त्यसको वर्णन गर्न सकिँदैन। यस मायावी मनको त कुनै मूल नै छैन। यो भन्दा ठुलो आँखको फूलको रेशा हुन्छ। त्यो अति महीन रेशाको करोडौं भाग हुन पनि सम्भव छ, तर मनको अस्तित्व त त्यति पनि छैन। यस्तो नगन्य मनले जीवलाई निल्यो। यसरी यो चञ्चल मन सबै जीवको टाउकोमा बसेको छ। त्यसरी च्यान्द्रो समान मनले जीवलाई ढाक्यो। यसरी नै कमेला रूपी मनका पाउमा हात्ती रूपी जीव बाँधिएका छन्। यदि जीव तारतमको प्रकाश ग्रहण गरेर
स्वयं प्रकाशित भए मनको त मानौ पहिलेदेखि नै अस्तित्व मेटिन्छ। अब यसपछि एक अर्को उदाहरण दिन्छु, त्यसलाई आफ्नो वृत्तान्तसँग जोडेर हेर्नुहोस्। सुखदेव मुनिका वचन अनुसार उनले 7 सागरको निरूपण गरेका छन्। सुखदेवजीले यो पनि स्पष्ट भनेका छन्, भवसागरको किनारा भेट्टाउन सकिँदैन। तर तपाईहरूले पहिलो अवतरणमा ब्रजबाट रासलीलाका लागि जाने बेलामा कसरी कदम बढाउनु भएको थियो। त्यस समय श्रीकृष्णजीको वंशी ध्वनि सुनेर गोपिकाहरू एक पलका लागि पनि रोकिएका थिएनन्। हेर्नुहोस्, यही त आत्माको बल हो। तिनको बाटामा यो मन र संसार भवसागर बनेर अवरोध बने, तर उनका आत्मा त्यसलाई पार गरेर अगाडि गए। हेर्नुहोस्, आत्माले कसरी कदम उठाएका थिए, यति ठुलो भवसागरलाई कसरी पार गरे, जसको निरूपण नै हुन सक्दैन। यसरी सुखदेवजीका बानी भन्दछन्। फेरि उनले नै स्वयं भनेका छन्, गोपिकाहरूका लागि यो भवसागर बाछाका पाउ चिन्हमा भरिएको पानी समान तुच्छ र नगण्य भयो। वास्तवमा तिनका दृष्टिमा भवसागर यति ठुलो पनि थिएन। यो त मुनिजीले लेख्नका लागि मात्रै गोवत्सपद भनेर लेखे। भवसागर यति सानो कसरी भयो? त्यसकारण कि जीवले आफ्ना जीवनका चरण कमल ग्रहण गरेको थियो। यसरी मनदेखि जीव अलग भएर असत्य मन असत्य ब्रह्माण्डमा मिल्यो। क्षीर र नीर अर्थात् ब्रह्म र माया माथि विचार गरेर यसरी हेर्नुहोस्। परमात्मा एक हुनुहुन्छ, बाँकी संसार सबै मायामय हो। दुवै पात्रमा दुवै अलग अलग गरेर यसरी विचारपूर्वक राम्ररी बुझ्नुहोस्। प्रभु सद्गुरु मेरो अन्तरात्मामा विराजमान हुनुभयो। परमात्मा र आत्माका बीच परेको मायाको पर्दा हटाउनका लागि नै यो बानी भनिरहनु भएको छ। यदि यसमा विचार गरेर हेर्नुभयो भने परमात्मा यही हुनुहुन्छ। तब जीव संसार सागरलाई भुवा समान नगण्य सम्झनुहोस्। तब यही बसेर परमधाम र पूर्ण ब्रह्म परमात्माको साक्षात्कार हुनेछ। त्यसका लागि प्रियतम परमात्मालाई सखी भावले बज्नु पर्दछ। महामतीको आत्मा महाशक्तिशाली छ। त्यसले प्रेमपूर्वक दूध र पानी आत्मा र मनलाई अलग अलग गरेर देखाइदियो। तब यही बसेर परमधाम र पूर्ण ब्रह्म परमात्माको साक्षात्कार हुनेछ। त्यसका लागि प्रियतम परमात्मालाई सखी भावले बज्नु पर्दछ। महामतीको आत्मा महाशक्तिशाली छ। त्यसैले प्रेमपूर्वक दूध र पानी आत्मा र मनलाई अलग अलग गरेर देखाइदियो। आत्मा र मनलाई अलग अलग गरेर देखाइदियो। चौपाई 30 प्रकरण 32 चौपाई 984। बोलो श्री प्राणनाथ प्यारे की जय। चलो परम धाम को चलो सजनी, चलो श्रीनिज धाम को चलो सजनी, चलो परम धाम को चलो सजनी, चलो श्रीनिज धाम को चलो सजनी। श्री राजी को गुण को गाते चलो, निज धाम को धूम मचाते चलो। श्री राजी को गुण को गाते चलो, निज धाम को धूम मचाते चलो। प्रति अपने से जाकर मिले सजनी, चलो श्रीनिज धाम को चलो सजनी। प्रति अपने से जाकर मिले सजनी, चलो
स्वामी की, प्राणनाथ प्यारे की, श्री 5 नौतनपुरी धाम की, आचार्य श्री 108 श्री कृष्णमणि जी महाराज, सर्व संतों महंतों की, सर्वे सुंदर साध की प्रणाम।